नमस्कार। गुमनाम कथाहरूमा यहाँलाई स्वागत छ। मेरो नाम हो यमन कार्की। तपाईँलाई कथा सुनाउने गर्छु र यही कथा सुनाउने क्रममा आज पनि तपाईँको लागि अर्को एउटा कथा लिएर म आएको छु। यो कथा एउटा सन्देशमूलक कथा रहेको छ। तपाईँको मनलाई छोएर सन्देश पनि दिने कथा रहेको छ। कथाको लेखिका हुनुहुन्छ प्रकृति देवकोटाज्यू र यो कथा अगाडि बढाउन चाहन्छु म। ढिलो नगरिकन आउनुहोस्, सुरु गरौँ। म सावित्री पाठक, जन्मघर म्याग्दी। अहिले गीत सङ्गीतको काम गर्ने इच्छाले काठमाडौँ आएको त्यस्तै केही वर्ष भएको छ। अहिले म उमेरले 30 वर्ष भएकी छु। म एक इमान्दार सोझा किसानका जेठी छोरी हुँ। यो पहिचान मेरो नामसँगै जोडिएको जिम्मेवारी पनि हो, मौन पीडा पनि हो। मेरा 2 बहिनीहरू छन् र हामी 3 दिदी बहिनीका एउटा प्यारो भाइ पनि छ। बुवा आमाको माया र सामान्य स्तरको जीवन र परिवारको आत्मीयताले हाम्रो घरलाई सधैँ न्यानो बनाइरहेको छ। मसँग काम छ, नाम छ, आत्मनिर्भरता छ। वास्तवमा अरूले बाहिरबाट हेर्दा जति मेरो जीवन ठिकठाक देखिन्छ, त्यो बाहिरी उज्यालोले नदेखाएको मभित्र एउटा मौन अँध्यारो पनि लुकेको छ। एउटा सानो असन्तोषको काँडा मेरो मनभित्र गडेर बसेको छ। त्यो काँडा हो म अझै अविवाहित छु। म घरकी जेठी छोरी भएकाले समाजको नियमले पनि पहिले मेरो बिहे हुनुपर्ने थियो, तर समयले मलाई उछिन्यो। मभन्दा 2 वर्ष मुनि माइली बहिनीको 5 वर्ष अघि नै बिहे भइसकेको थियो। अहिले ऊ 3 वर्षको छोराकी आमा भइसकेकी छ। मभन्दा 4 वर्ष कान्छी अर्की बहिनीको बिहे भएको पनि 2 वर्ष पुगेको छ। उनीहरूको घर गृहस्थी, हाँसो, परिवारको खुसी यी सबै देख्दा मेरो मन उनीहरूको लागि खुसी पनि हुन्छ। तर त्यो खुसीसँगै मेरो मनको कुनामा एउटा चिसो शून्यता पनि पलाउँछ। त्यो शून्यता ईर्ष्याको होइन, अभावको हो। मेरो आफ्नै जीवनको अपुरो अध्यायको महसुस हो। कहिलेकाहीँ म आफैसँग प्रश्न गर्छु, मेरो बिहे नहुनु भगवानको नियति हो कि मेरो आफ्नै निर्णयको सजाय? भगवानलाई दोष दिउँ भने मन मान्दैन। किनकि जब म 12 सकेर बसेकी थिएँ, त्यही बेला बुवा आमाले मेरो बिहेको कुरा उठाउनु भएको थियो। त्यो समय मेरो मन गीतमै थियो, स्वरमै थियो, मञ्चमै थियो। मैले विवाह बन्धनभन्दा पहिला गायन रोजेँ। घर बसाउने सपनाभन्दा पहिला स्वरको जग लगाउनु मेरो तीव्र इच्छा थियो। त्यो निर्णयले मलाई स्वतन्त्रता दियो, पहिचान दियो, आत्मसम्मान दियो। तर समयसँगै एक्लोपनको मौन छाया पनि दिएको अनुभूति हुँदै गइरहेको छ अहिले। आज जब म मञ्चमा उभिएर प्रेमका गीत गाउँछु, मेरो स्वर मिठो हुन्छ, भाव गहिरो हुन्छ। तर त्यो प्रेम मेरो जीवनमा अझै गीतमै सीमित छ। म प्रेम गाइरहेकी छु, तर वास्तविक प्रेममा बाँचिरहेकी छैन। मेरा ओठले गाउने प्रेम र मेरो मनले खोज्ने प्रेम फरक छन्। म अझै प्रतीक्षामा छु कुनै यस्तो आत्माको जसले मेरो रूप होइन, मेरो मन बुझोस्, मेरो स्वर होइन, मेरो मौन शब्द सुन्न सकोस्। मेरो जीवनको प्रेम कथा अझै लेख्न बाँकी छ र म यही विश्वासमा बाँचेकी छु कि त्यो कथा ढिलो आए पनि साँचो हुनेछ, शान्त हुनेछ, गहिरो हुनेछ। किनकि साँचो प्रेम हतारमा होइन, समयको परीक्षा पार गरेर नै जन्मिन्छ साँचो प्रेम। समयले अहिले मलाई जहाँ उभ्याएको छ त्यो ठाउँमा म शान्त छु। पुरानो दिन सम्झेर ल्याउँदा 3 वर्ष अगाडि गीत सङ्गीतमा जग लगाइसकेपछि म बिहेको लागि राजी भएकी थिएँ। मैले आफ्नो उमेरको ख्याल गरेकी थिएँ। मलाई गीत सङ्गीत र गृहस्थी सम्हाल्न सक्छु भन्ने विश्वास पनि लागेको थियो। मैले बिहे गर्न लागेको बेला चाहेको बेला कोही राम्रो केटा भेटिएनन्। कसैले मलाई रूपको नराम्री जिउडाल मोटी भनेर अस्वीकार गरे। कसैले गीत सङ्गीतको क्षेत्रमा लागेकी केटी
स्वीकार गर्न नसक्ने बताए। मलाई जे जति भने त्यसमा मेरो दोष केही थिएन, किनकि म जस्तो थिएँ त्यो सबै भगवानको देन हो। उति बेला मलाई हेर्न आउने केटाहरूले मलाई भन्दा मेरो बहिनीहरूलाई मन पराए। रूपले म बोलेकी थिइनँ, किनकि म जेठी छोरी भएकाले मेरो आँखामा प्रेमको चमकभन्दा जिम्मेवारीको चिन्तन झल्किरहेको हुन्थ्यो। मेरो बहिनीहरूको आँखामा प्रेमको चमक थियो, अनुहारमा सौन्दर्यता थियो, तनमा यौवनको उज्यालो थियो। म चाहिँ सधैँ छायामै थिएँ। उनीहरूको सौन्दर्यताको अगाडि म सामान्य झुम्री देखिएकी हुन्थेँ। मलाई कस्तो भने पहिलादेखि नै नक्कल झकल गरेको मन पर्दैन थियो। बहिनीहरू मेकअप गर्न खुब रुचाउँथे, शरीर सिँगार्न खुब मरिमेट्थे, तर म भने घरको काम गर्दा पनि स्वर तिखार्न व्यस्त हुन्थे। बहिनीहरूको बिहेमा घर आँगन सजियो, बाजा बज्यो। माला फेरिएको देख्दा कता कता आफ्नो जीवनमा त्यो अवसर नआउने हो कि भन्ने पीर त्यही बेला लागिरहेको थियो। बहिनीहरूको बिहे भएको केही समयसम्म केटाहरू हेर्न आउने यात्रा जारी थियो, तर ती केटाहरूले सबैले मेरो कला, मेरो मनभन्दा पनि जिउडाल र रूप हेरेर मन नपर्ने कुरा गर्थे। झन् पछि पछि त मेरो उमेरमा फुस र जवानी भएको भन्न थालियो, बुढी कन्या भन्न लागे। त्यतिखेर म म्याग्दी हुँदा रातको चन्द्रमालाई हेरेर सोच्ने गर्थेँ, के म साँच्चै यति नराम्री छु र? किन कसैले मलाई मन पराउन सक्दैन? कि म केवल समयको गल्ती हुँ? कि म नियतिको एउटा अधुरो रेखा हुँ? के हुँ म? अन्ततः मैले स्वीकार गरेँ, प्रेममा तन, मन, धन, जवानी सबै चाहिने रहेछ, अनि मात्रै केटाहरूले केटीलाई मन पराउँदो रहेछ। म नारी थिएँ। आफूले आफूलाई नराम्रो देखेर कमजोर बनेर क्षमता मार्ने मेरो मन भएन। समाजको अगाडिमा आफूलाई राम्री ठान्दै हिम्मत गरेर नयाँ बाटो मोडेँ। मैले प्रेम खोज्न छोडेँ र साधनामा डुबेँ। गीत सङ्गीत मेरो शरण बन्यो, आफ्नै स्वर मेरो एकान्तको साथी बन्यो। यसरी माया खोज्न छोडेर मैले आफ्नो आत्मालाई खोज्न थालेकी थिएँ। आज म जहाँ छु त्यो ठाउँ सजिलै आएको होइन। अपमान, अस्वीकृति, हेपाई, तुलना सबै सहेर म यहाँ आइपुगेकी छु। म यहाँ नआइपुग्दासम्म गाउँका सबै महिलाहरू त्यसले के गर्छ पछि यता नउता हुन्छ, दुःख पाउने भई भन्दै कुराहरू काट्थे। अहिले पनि मेरी आमालाई छोरी बुढी कन्या भएर माइतीमै सड्ने भई भन्नेहरू पनि छन्, अनि सावित्रीकी आमा भन्दै मान सम्मान दिन थाल्ने पनि छन्। नारी अगाडि बढेपछि परिवर्तनको झिल्को आफै बल्दो रहेछ। म आज आधा सफलतामा छु, त्यसैले आधा हेपाइ सहन परेको छ। मैले एक दिन पूर्ण रूपमा सफल भएपछि पुरा रूपमा मेरो आलोचना बन्द हुनेछ भनेर म आफूलाई लम्काएर अगाडि लाँदैछु। समयको क्रम आफ्नै गतिमा चलि नै रहन्छ। समय बित्ने क्रमसँगै आज मेरो स्वरको माग छ, मेरो अभिनयको खोजी छ, मेरो नामको पहिचान छ। म यति व्यस्त कि कहिलेकाहीँ थकानले शरीर भत्किन्छ, तर मन अझै दौडिरहन्छ। स्टेजको उज्यालोमा उभिँदा हजारौँ आँखाहरूले मलाई हेर्दा म आफूलाई कुरूप महसुस गर्दिनँ, म आफूलाई शक्तिशाली महसुस गर्छु। जब कार्यक्रमहरू सकेर कोठामा एक्लै हुन्छु अनि यो मनमा एकतर्फी कुरा आउँछ, छोरी मान्छे भएपछि जतिसुकै मन बुझाए पनि समय समयमा मन पूर्ण रूपमा कठोर कहिले नहुने रहेछ। मेरी आमाले मसँग बोल्दा एक्लो जीवन कटाउन गाह्रो हुन्छ, मन थाक्दा बिसाउने कोही मान्छेको काख चाहिन्छ भनेर सुनाउँदा म आत्तिन्छु, किनकि यहाँ बाहिर जति तडक भडक गरे पनि कोठामा एक्लो हुन्छु। दिनभरको चहलपहल सुनाउन केवल कोठाका चार भित्ताहरू मात्रै हुन्छन्। कोठामा मेरो थकान सुनिदिने कोही छैन। र अर्कोतर्फ यो मनले फेरि महसुस गर्छ, यस्तो लाग्छ म एउटी केटी हुँ, एउटी नारी, जसको सौन्दर्य अनुहारमा होइन आत्मामा बस्छ। मेरा बहिनीहरू रूपको उज्यालो बोकेर जीवनको घरबारमा प्रवेश गरिसकेका छन्।
उनीहरूले आज श्रीमानको घर सम्हाल्दै परिवारको चौघेराभित्र आफ्ना सपना सुताइरहेका छन्। मेरो आफ्नो जीवन ठिक छ। मैले एउटा इच्छालाई सुताए पनि अन्य इच्छाहरू पुरा गरेको छु। हो, मैले पुरा गरेको जस्तो मलाई महसुस भइरहेको छ। कहिलेकाहीँ फेसबुकतिर फेरि आफ्नै साथीसँगीको घर जाम भएको देख्छु। जब उनीहरू सन्तानको फोटो पठाउँछन्, जब सावित्री तिमी कहिले भन्ने प्रश्न गर्छन्, त्यति बेला कतै न कतै चसक्क हुन्छ। मनभित्र कुनै अनाम गहिरो पीडा उठ्छ, आँखा रसाउँछ, तर आँसु खसाल्दिनँ, किनकि म अरूको अगाडि कमजोर बन्न चाहन्न। यसैले पनि म आजकल मन रोज्ने कोही सहारा खोजिरहेको छु। मेरो वास्तविक पहिचान मन पराइदिने कोही खोजिरहेको छु। र यसै गरी कहिलेकाहीँ बलियो भएर अगाडि बढ्छु त कहिलेकाहीँ कमजोर बनेर सोच्ने गर्छु। प्रेममा रूप र धन हेरिँदैन, यो भनाइ सायद किताबको लागि मात्रै बनेको रहेछ। यहाँ त मानिसहरू सम्बन्ध गाँच्दा पहिले अनुहार तौलन्छन्, त्यसपछि मन तौलिने रहेछन्। सायद मन छातीभित्र लुकेको भएर होला मानिसहरू आँखाले देखिने रूपको पछि मरिहत्ते गर्छन्। भगवानले मलाई रोग दिएनन्, दुःख दिएनन्, तर रूपको त्यो चमक नदिएर पनि मेरो मन असाध्यै सफा बनाए। म एउटी नारी भएर आफ्नै खुट्टामा उभिन सक्छु, आफ्नै काँधमा आफ्ना सपना बोकेर हिँड्न सक्छु। कहिलेकाहीँ भाग्यलाई प्रश्न गर्छु, तर तुरुन्तै आफैलाई सम्झाउँछु, यदि मेरो भागमा पनि कोही लेखिएको छ भने ऊ पक्कै पनि मेरै हुनेछ। यदि म कुमारी नै भएर मर्न लेखिएको छ भने यत्रो चिन्ता गरेर के फाइदा हुन्छ। यही सोच बोकेर म आफ्नै काममा व्यस्त हुन्छु र काममा डुबेपछि समय बगेको थाहा नै हुँदैन। यसै गरी यस्तैमा म 31 वर्षको यात्रामा पुगेछु। मेरो 31 वर्षको जन्मदिन म आफ्नै सहकर्मी साथीहरूसँग धुमधामले मनाउँछु। उनीहरू अनेक थरीका शुभकामनाहरू दिन्छन्। सुखी रहनु, खुसी रहनु, मनका इच्छाहरू सबै पुरा हुन्, यस्तै सकारात्मकताले भरिएका शुभकामनाहरू मलाई प्रदान गर्छन्। ती सबै शुभकामनालाई म एउटै प्रार्थनामा बाँधिदिन्छु, मेरो जीवनमा एउटा जीवनसाथी मिलोस्। समय बित्यो। एक दिन दिउँसोको 3 बजिरहेको हुन्छ। म यत्तिकै फेसबुक स्क्रोल गरिरहेकी हुन्छु। एक्कासी एउटा फ्रेन्ड रिक्वेस्ट आएको देख्छु, शम्भु नेपाल नामबाट। म लोकगायिका भएकाले मलाई धेरैले माया गर्छन्, धेरैले फ्रेन्ड रिक्वेस्ट पनि पठाइरहेका हुन्छन्। सबैलाई साथी बनाउनु सम्भव पनि हुँदैन, त्यसैले म विशेष व्यक्तिहरू बाहेक अरूलाई स्वीकार गर्दिनथेँ। तर म उनीहरूको पोस्टहरू भने पक्कै पनि हेर्थेँ। यतिकैमा मन आफ्नै चिन्तामा डुबेको बेसुरमा यत्तिकै शम्भु नेपालको प्रोफाइल हेर्न पुगेछु। उसको प्रोफाइल माथिबाट तलसम्म हेर्दै जाँदा मन अनौठो गरी अडिन्छ। मैले गाएका गीतहरूमा उनले आफ्ना मस्तै भिडियो बनाएका रहेछन्। फेसबुक, रिल, टिकटकमा क्याप्सनमा लेखिएको छ, माई क्रस, माई फेभरेट, माई लभ, माई गर्ल, यस्तै लेखेका थिए। त्यो देखेर म अचम्मित हुन्छु। दर्शकहरूले गीतलाई माया गर्थे, तर यो युवकको शब्दमा केही फरक मिठास थियो, केही फरक अपनत्व थियो। मनमा एउटा अनौठो न्यानोपन बग्छ, जस्तो अपरिचित कसैले पनि आत्मासम्म पुगेर ढोका ढकढकाइदिएको जस्तो। मैले त्यो प्रेमलाई मनको प्रेममा होइन, सम्मानको रूपमा स्वीकार गर्छु। हामीले पुज्ने भगवान एउटै भए पनि नाम फरक फरक हुन्छन्, त्यस्तै उसले दिएको नाम पनि एउटा सम्मान नै हो भनेर मनमा नै सन्तोष हुन्छु। उसको हाल अझ तलतिर हेर्दै जाँदाखेरि थाहा पाउँछु ऊ पनि गायक रहेछ, केही गीत गाएको रहेछ, केही सपना बोकेको तर गुमनामको छायामा बसेको व्यक्ति रहेछ। उनका केही गीत चलेका छन्, तर ऊ प्रकाशमा आएको छैन। त्यसैले मलाई लाग्छ उनी मेरा गीतहरूमा भिडियो बनाउँदै मेरो स्वरको सहारामा आफ्नो परिचय खोजिरहेको छ। म कलाकार हुँ, म स्वर दिन्छु, अभिनय गर्छु। दर्शकहरूले माया गरेर मेरो स्वर मार्फत आफूलाई चिनाउन चाहन्छन् भने त्यो त मेरो सौभाग्य हो। यस्तै सोच्दै म उनको प्रोफाइलमा हराएछु। उनका पोस्टका केही शब्दहरू पढ्छु, उनका आँखामा चर्चित गायक बन्ने सपना पनि देख्छु। त्यही क्षण मभित्र एउटा सानो भाव जन्मिन्छ, न प्रेम, न मोह, न आकर्षण, केवल एउटा सम्भावनाको भाव। त्यो सम्भावना
कि सायद भगवान्ले मेरो जीवनको कथामा एउटा नयाँ पात्रको नाम लेख्दै हुनुहुन्छ कि? त्यो सम्भावना कि मेरो लामो एक्लोपनको यात्रामा अब कसैको पाइला मिसिन सक्छ कि? म चाहिँ वर्तमानमै छु, जहाँ एउटा अपरिचित नामले मेरो मनको ढोका हल्का ठकठकाएको छ। मैले थोरै एकैछिन मात्रै हेर्छु भनेर खोलेको त्यो प्रोफाइल, त्यो मान्छेको प्रोफाइल निकै बेरसम्म हेरेर बस्छु म। कभर र प्रोफाइलका फोटोहरू हेरिसकेपछि मेरो हातलाई खोइ के भएछ। पहिलोपटक आफ्नो दर्शकको रूपमा आएको व्यक्तिलाई आफ्नो फेसबुकको साथी बनाउन पुगेछु। मलाई आफैलाई थाहा भएन एक अपरिचित मान्छेलाई मैले पहिलोचोटि किन यति बेरसम्म हेरिरहेको थिएँ, किन उसको बारेमा सोचेर म सोचमा डुबेर आफै भावुक भएको थिएँ। आफ्नो मन झस्केपछि म स्क्रिन बन्द गर्छु, तर मन बन्द हुँदैन। हृदयभित्र एउटा सानो उज्यालो बल्छ। न त उज्यालो धेरै तेज छ, न त अन्धकार धेरै गहिरो रहन्छ। केवल एउटा न्यानो दीप जलेको छ, जसले मेरो एक्लोपनको कोठालाई हल्का उज्यालो बनाइदिएको छ। म मुस्कुराउँछु, गहिरो सास फेर्छु र आफैसँग भन्छु, यदि यो पनि भाग्य हो भने यो यात्रालाई म प्रेमको नाम दिनेछु। यदि होइन भने यो पनि एउटा सुन्दर अनुभूति भएर मेरो मनमै बस्नेछ। समयसँगै म आफ्नै सुरमा हराउँदै जान्छु। साँझ पर्दै जाँदा सहरको बत्तीहरू झिलिमिली हुन थाल्छन् र म आफ्नो काम गर्ने ठाउँतिर पाइला बढाउँछु। मादलको ताल, सारङ्गीको मिठो करुण स्वर, गायकको अभ्यास र दर्शकहरूको उत्सुक गुन्जनले दोहोरी साँझको तयारी चलिरहेको हुन्छ। भिडको त्यो कोलाहलमा पनि म आफ्नै मौन संसारमा हुन्छु। दर्शकहरू हाँसिरहेका हुन्छन्, सहकर्मीहरू व्यस्त कुराकानीमा डुबिरहेका हुन्छन्। म पनि उनीहरूसँगै हाँस्दै गर्छु, बोल्छु, गीत गाउँछु। तर मन भने आज शम्भु नेपाल नामक युवकमा टक्कै अडिएको थियो। दोहोरी साँझमा रात ढल्दै जाँदा थकानले शरीरलाई भारी बनाउँदै जान्छ। घडीले 12 बज्न लागेको सङ्केत दिन्छ। कोठामा फर्किँदा सहर निदाइसकेको हुन्छ, तर मेरो मन अझै कतै जागे हुन्छ। कपडा फेरेर ओछ्यानमा पल्टिँदा लाग्छ अब म निदाउन लागेकी छु। मोबाइल हेर्ने फुर्सद हुँदैन, मेसेजहरू खोल्ने इच्छा हुँदैन। निन्द्राले मलाई आफ्नै बाहुपासामा बेर्छ। एकै श्वासमा रात बितेको जस्तो लाग्छ। अर्को बिहानी पख सडकमा कुद्ने गाडीहरूको टिटिट र टुटुटले निन्द्राको मिठास चुडिन्छ। अचेत कानसम्म पुगेको त्यो आवाजले मलाई फेरि यथार्थमा फर्काउँछ। म बिस्तारै आँखा खोल्छु, ओछ्यान छोडेर झ्यालको पर्दा सार्छु। घामको पहिलो किरण कोठाभित्र पस्छ। त्यो उज्यालोले मेरो मनको अँध्यारो पूर्ण रूपमा हटाउन पनि सक्दैन। बाथरुममा गएर फ्रेस हुन्छु। चिसो पानीले अनुहार छुँदा अलि सचेत हुन्छु। त्यसपछि मेरो चिया बनाउने क्रम सुरु हुन्छ। पानी उम्लदै गर्दा त्यसको सानो गुन्जन, चियापत्तीको गाढा रङ, दुध मिसिँदा बनेको कोमल भाप, त्यो भापमा म आफ्नो जीवनको धुवा मिसिएको देख्छु। चिया कपमा हालेर म कोठाको आडमै रहेको सानो चारकुने बरन्डामा जान्छु। तल सडकमा मानिसहरू ओहोर दोहोर गरिरहेका हुन्छन्। भिडमा सबैसँग कसै न कसैको साथ देखिन्छ, तर मेरो हातमा भएको कप भने सधैँ एक्लै भएको लाग्छ। चियाको पहिलो चुस्की ओठमा पुग्छ। तातोपनले जिब्रो छोए चाहिँ लाग्छ, तर मुटु भने चिसो नै रहन्छ। म आफैसँग प्रश्न गर्छु, यति धेरै मान्छेहरूको बीच मेरो लागि किन एउटा मान्छे छैन? के म सधैँ यसरी एक्लै चिया पिइरहनेछु? के मेरो बरन्डामा कहिले अर्को कप राखिने छैन? वास्तविक जीवन शून्य भए पनि मेरो मनले कल्पनाको ढोका खोल्छ। म आफ्नो साइडमा उसलाई देख्छु। शान्त आँखा, हल्का मुस्कान। मेरो कपसँगै उसको कप हुन्छ। ऊ चियाको चुस्की लिँदै मलाई हेर्छ। म लजाउँदै हेर्छु। हामी दुवै मौनमै धेरै कुरा साट्छौँ। त्यो मौन पनि कति मधुरो, कति अपनत्वले भरिएको हुन्छ। जब म अर्को चुस्की लिन खोज्छु, कप रित्तै हुन्छ, कल्पना भङ्ग हुन्छ। बरन्डामा म एक्लै छु। खाली कप र भरिएको मन पाउँछु म त्यति बेला। म यसरी टोलाउन चाहन्नथेँ। मेरो चाहना र यथार्थको दूरी जब धेरै बढ्छ, मन अलिअलि पागल जस्तै बन्छ। कहिलेकाहीँ लाग्छ मेरो होसले नै मलाई सम्झाइरहेको छ, पागल नबन, आफूलाई सम्हाल। त्यो आवाज आमाको सम्झाइ चाहिँ कोमल हुन्छ। म आफैलाई सम्झाएर कोठाभित्र बस्छु।
चियाको भाँडा पखाल्छु। पानीको धाराले कपमा लागेको दाग पकाइदिन्छ, तर मनमा लागेको दाग भने सजिलै पक्दैन। त्यसपछि म ध्यानमा बस्छु, आँखा बन्द गर्छु, सास भित्र तान्छु, बाहिर फाल्छु, मनलाई समेट्ने प्रयास गर्छु। ध्यानको मौनतामा म आफ्नो हृदयको धड्कन सुन्छु। त्यो धड्कनले भन्छ, तँ एक्लै छैनस्, तँभित्र एउटा संसार छ। त्यो संसारमा पनि एउटा अधुरो कोठा छ, जहाँ कसैको आगमनको प्रतीक्षा भइरहेको छ। र मनले भने चाहिँ लाग्छ, म प्रेममा पर्न चाहन्छु। त्यस्तो प्रेम जहाँ चियाको एउटा कप पनि उत्सव जस्तै होस्, जहाँ बिहानको घाम दुईजनाको अनुहारमा एउटै उज्यालो बनेर झरोस्, जहाँ मौन पनि संवाद होस् र थकाइ पनि साझा होस्। यस्तो लाग्छ मेरो कल्पनामा मेरो अदृश्य प्रेमको कहानी छ। सायद कुनै दिन यो बरन्डामा 2वटा कप हुनेछन्। सायद कुनै दिन मेरो चियाको चुस्की एक्लो हुने छैन। र त्यो दिन नआउन्जेल म आफैसँग प्रेम गर्ने कोसिस गर्छु, आफैलाई अँगाल्न खोज्छु, किनकि साँचो प्रेमको सुरुवात सायद आफ्नै मनलाई बुझ्ने प्रयासबाट सुरु हुन्छ। मैले आफ्नो मनमिल्ने जोडी कति खोजेँ, त्यसको हिसाब कसैले जान्दैन, गरेर पनि सक्दैन। कोही आए शब्दमा माया बोकेर, कोही आए नियतमा शारीरिक जिस्काट लिएर, कोही आए समय बिताउनको लागि मात्रै, तर कोही पनि आएनन् आत्माको गहिराइसम्म पुगेर जीवनभर साथ र प्रेम दिनलाई। कहिलेकाहीँ म आफ्नै मनको आवाजलाई भ्रम ठान्छु र ध्यान गरेर त्यसलाई दबाउन खोज्छु। तर सँगसँगै एउटा प्रश्न उठ्छ, भगवानले तँ आँट म पुर्याउँछु भनेका हुन्छन्, आखिर किन पुर्याउँदैनन्? दिनभरि दुःख गरेर कमाएको पैसा सम्झिन्छु र आफैलाई सोध्छु पनि, यो पैसा कसका लागि? पैसा नभए भविष्य दुःख हुन्छ कि भन्ने डर, पैसा भए पनि एक्लोपन झन् ठुलो देखिन्छ। र मन शान्त नभएपछि मेरो ध्यान टुट्छ, म ध्यानमा अटिरहन सक्दिनँ। र यही खिन्नता बोकेर मोबाइल खोल्छु, फ्यान फलोवर्सका मेसेजहरू आएको देख्छु, केहीलाई औपचारिक जवाफ दिन्छु, केहीका चुपचाप हेरेर छोडिदिन्छु। मन रमाउँदैन, त्यसैले उठेर कुकरमा खाना बसाल्छु र तरकारी काट्न थाल्छु। त्यतिकै मोबाइल भाइब्रेट हुन्छ। चिसो हात लुगामा पुस्दै हेर्दा स्क्रिनमा अपरिचित नाम देखिन्छ, शम्भु नेपाल। भर्खरै अघिल्लो सन्देशहरू रिप्लाई दिएको भिडमा मैले उसलाई पनि बेसुरमै गुड मर्निङ लेखेको रहेछु। त्यसपछि उताबाट के छ खबर भनेर अर्को मेसेज आएको रहेछ र जवाफ दिन ढिलो भएकोले उसले फोन गरेको रहेछ। मोबाइलको स्क्रिनमा उसको नाम झुल्किँदा मेरो मुटु भित्तामा झुन्ड्याएको घडी चाहिँ टक्क रोकिएको जस्तो भयो। अहिले पनि त्यो छेड सम्झिँदा सास हल्का भारी हुन्छ। म उसलाई एक मनले झस्केर हेर्छु। पहिले पनि उसका मेसेज रिक्वेस्ट टन्नै आएका रहेछन्। हाई हेलो, तपाईँ मेरो मनपर्ने मान्छे हो, मलाई तपाईँको गीत मात्रै होइन तपाईँ मान्छे पनि मनपर्छ, यस्तै यस्तै मेसेजहरू। र त्यो अन्तिम वाक्य, मान्छे पनि मनपर्छ, त्यो मेरो मनको भित्तामा गएर टपक्कै टाँसिन्छ। गीत मन पराउनु त सजिलो कुरा हो, तर मान्छे मन पराउनु त्यो त आत्माको स्पर्शको कुरा हो, होइन र? म उसको प्रोफाइल फेरि खोलेर हेर्छु। मलाई ऊ राम्रो लाग्छ, तर मनभित्रको सतर्क आवाज फुसफुसाउँछ। फ्यान भएर बोल्न ध्यान तान्न फकाएको त होइन? म मेसेज सिन गरेर भात पकाउन जान्छु, तर भातको पानी उम्लिँदा उम्लिँदै, तरकारीमा मसला छर्किँदा छर्किँदै मेरो ध्यान बारम्बार स्क्रिनतिर भागिरहन्छ। चामलको दाना फुल्दै जाँदा मनमा प्रश्नहरू पनि फुल्छन्। के थाहा उसले साँच्चै मन पराउँछ कि? आजसम्म यसरी नबोलिकन कसैले मन पराउँछु भनेको पनि त छैन। एकछिन त लाग्छ मैले जीवनसाथीको लागि गरेको प्रार्थनाको समय पुगेको हो कि भगवानले मेरो एकान्तमा कसैको स्वर पठाएका हुन् कि? तर अर्को क्षण आफैलाई झकझकाउँछु, ओहो कस्तो बढी सोच्न पुगेको छ। यसरी उत्साह र शङ्का बीचको दोहोरीमा म बेसुरुमै खाना पकाएर सकाउँछु। तातो भात एकछिन सास फेरोस् भनेर म ओछ्यानमा आएर टुसुक्क बस्छु। त्यतिकै मोबाइल फेरि भाइब्रेट हुन्छ। फोन उसैको थियो, बिचमा मेसेज पनि पठाएको रहेछ। हेलो, किन नबोल्नु भएको? बोल्नु न राम्री मान्छे। एउटा केटाले यसरी निरन्तर मेसेज गर्नु भनेको सायद मन पराएरै होला चाहिँ लाग्छ। म छोटो उत्तर लेख्छु, हजुर हजुर खाना पकाउँदै थिएँ।
हो र उताबाट तुरुन्तै मेसेज आउँछ। मैले पनि लेखी पठाएँ। म पनि आउँ खान? है हुन्छ आउनु न। मन राख्नको लागि यति लेखेर पठाइदिएँ। आउन हुन्थ्यो नि, तर म टाढा छु। मेरा औँलाहरूले आफै लेख्छन्। हो र कहाँदेखि हो? म अहिले जापानतिर छु। जापान। त्यो शब्दले नै धुरीको एउटा लामो सागर मेरो मनमा कोरिदिन्छ। म प्रश्न गर्छु, के काम गर्नुहुन्छ त? अरूको देशमा के हुन्छ र? त्यही देशले बेचेको गुलामी काम। उसको शब्दमा एक प्रकारको थकान भेट्छु। एक प्रकारको नबलेको पीडा महसुस हुन्छ मलाई। र त्यो खास कामको बारेमा दोहोऱ्याएर सोध्दिनँ। र अचानक उसले अर्को मेसेज लेख्छ, मलाई पनि तपाईँले जस्तै गीत गाएर नामदाम कमाउन मन थियो, तर छोरा भएपछि घरको जिम्मेवारी अनि देशको अवस्था नराम्रो भइसकेपछि घरको जिम्मेवारी पुरा गर्नका लागि भए पनि विदेश आउनु पर्दो रहेछ, आफ्नो इच्छा मारेर। त्यो वाक्यले मेरो मनभित्र कता कता चिसो हावा चलाउँछ। छोरा मान्छेले पनि आफ्नो सपना गुमाउनु पर्दो रहेछ भन्ने लाग्छ। म त छोरी भएर पनि गीत गाउने रहरलाई पखेटा दिन सक्दाको सोचले मेरो भारी मन अलिकति हल्का हुन्छ र उसलाई सान्त्वना दिनको लागि लेख्छु। सबैले चाहेका इच्छा चाहना कहाँ पुरा हुन्छ र? ऊ लेख्छ, तपाईँको इच्छा के पुगेको छैन र? तपाईँ त भाग्यमानी हुनुहुँदो रहेछ, छोटो समयमा दुनियाँ सामु चिनिनु भयो। म यता मुस्कुराउँछु, तर त्यो मुस्कानमा अलिकति सङ्कोच मिसिएको छ। मैले केही नलेखेपछि उताबाट फेरि मेसेज आउँछ, पहिले अलिअलि गीत गाउँथेँ, परदेशिनु पर्यो। अहिले साथीहरूसँग धोको पुर्याउन मात्रै गाउँछु। उसको अधुरो गायन कथा मेरो मनको कुनै कुनामा बसेर कराउँछ। म मेसेज लेख्छु, कमाउनु भयो होला, अब फर्केर आएर फेरि गायन सुरु गरे हुन्छ नि। ऊ सहमति जनाउँछ। मैले फेरि सोधेँ, नेपालमा घर कहाँ नि? विराटनगर। विदेश गएको कति भयो नि? 2 वर्षभन्दा अलि बढी। थाहा छैन अचानक मैले यो किन सोधेँ। 3 वर्षमा कति कमाउनु भयो त? र त्यो प्रश्न लेखिसकेपछि नै मेरो मन आफैसँग रिसाउँछ र हतारमा अर्को मेसेज पठाउँछु। स्वरले भन्दा पनि अब खर्च गर्ने हो भने कहिलेकाहीँ लगानीले अगाडि ल्याउँछ भन्न खोजेकी हुँ, अन्यथा नलिनु है। स्क्रिनमा टाइपिङ देखिन्छ, रोकिन्छ, फेरि देखिन्छ, फेरि रोकिन्छ। त्यो देखेर मेरो मनको आकाशमा बादल गडगडाउँछ। मलाई लाग्छ पक्कै उसले सोचेछ म पैसाको पछि परेको छु। मैले त्यो बेला मेरी आमाले दिएको पुरानो सल्लाह सम्झिन्छु। कहिले पनि केटीको उमेर र केटाको कमाइ नसोध्नु। म आफ्नो गल्ती ठम्म्याउँदै यत्तिकै खाना पस्किन थाल्छु। खाना खाँदा प्रत्येक गाँस स्वादविहीन लागिरहेको थियो। मैले बोलेको शब्द अब गोली जस्तै फर्केर नआउने मेरो हृदयमा लागिरहेको छ। म मनमा नै भन्छु, पछुताउनु बाहेक अर्को उपाय छैन र बिस्तारै आफूलाई सम्हाल्छु पनि। केही समयपछि उसैको मेसेज आयो, सरी है, अघि हतारमा काममा जानु पर्यो। त्यो सरी शब्दले मेरो मनको भारीपन अलिकति हल्का बनाउँछ। सायद ऊ रिसाएर होइन, व्यस्त भएर नबोलेको रहेछ भन्ने भान हुन्छ। यति सानो कुराले पनि मेरो मन किन यति धेरै हल्लिन्छ? किन एउटा अपरिचित व्यक्तिले मेरो एकान्तमा यति गहिरोसँग तरङ्ग उठाउँछ? किन? सोचमा डुब्छु। सायद प्रेम सधैँ ठुलो घोषणा गरेर आउँदैन। सायद प्रेम कहिलेकाहीँ परदेशको चिसो रातबाट हाई भएर आउँछ। सायद प्रेम त्यो वाक्यमा लुकेको छ, गीत मात्रै होइन, मान्छे पनि मनपर्छ। अहिले म यही वर्तमानमा बसेर यस्ता कुरामा अल्झिएर रिप्लाई नदिई बसेको छु। मलाई थाहा छैन यो सम्बन्ध कुन मोडमा पुग्नेछ। यति चाहिँ महसुस गर्छु, मेरो मनले खोजेको यात्राको सुरुवात हुन लागेको छ। आज समय अनौठो भएको छ। घडीका काँटाहरू त उस्तै घुम्छन्, तर मनका घडीहरू कसैको एक सानो मेसेजले रोकिए चाहिँ लाग्छ। म मेसेज टाइप गर्दै थिएँ, औँलाहरू स्क्रिनमा अक्षर कोर्दै थिएँ। त्यतिकैमा उसको रिप्लाई आयो, हजुरले सही भन्नुभयो, आजकलको जमानामा पैसा खर्चिएन भने के पो हुन्थ्यो र? जे गर्दा पनि पैसा नै चाहिन्छ।
त्यो वाक्य पढ्दा मेरो मनमा अघिसम्म रहेको खिन्नता एकाएक आफैलाई अनावश्यक लाग्न थाल्छ। लाग्यो हामी दुवै एउटै समयको बोझ बोकेर हिँडिरहेका यात्रु हौँ। र उसले फेरि अर्को मेसेज लेख्यो, धेरै कमाएको छैन, अलिअलि ऋण बोकेर आएको थिएँ, ऋण कटाएर बचेको त्यस्तै 1.5 लाख होला। उता बुवा आमाले बिहे गर भनेर भनिरहनु भएको छ, खै आफ्नो गायक बन्ने इच्छालाई कसरी पुरा गर्नु। त्यो स्वीकारोक्ति पढ्दा म एकछिन स्तब्ध हुन्छु। कोही केटा मान्छे सुरुमै यति खुकुलो पनि हुन्छ र? आफ्नो परिवारको दबाब सबै कुरा यति सहज रूपमा कसरी खोल्न सक्छ? उसका शब्दहरूमा कुनै आडम्बर थिएन, कुनै बनावटीपन थिएन। ती शब्दहरू सिधै मनको ढोकाबाट निस्किएर मेरो हृदयमा आएर बसे झैँ लाग्छ। मैले उसलाई सान्त्वना दिन खोज्दै लेखेँ, गीत गाउने इच्छा त्यस्तै प्रबल छ भने पक्कै पुरा हुन्छ, चिन्ता नगर्नुहोस्, भगवानले त आँट म पुऱ्याउँछु भन्छन् रे क्या। यो वाक्य टाइप गर्दा मेरो मन झस्कियो, किनकि म केवल सान्त्वना दिँदै थिइनँ, मलाई आफ्नो प्रश्नको उत्तर मिले झैँ लागिरहेको थियो। अर्थात् मैले मेरो जीवनसाथी पाएको छु, अब केवल उसलाई फकाएर पक्का आफ्नो बनाउने सङ्घर्ष गर्नुपर्ने हुन्छ भन्ने मनोभाव मेरो मनमा चलिरहेको थियो। म आफ्नो मनको कुरा मनमै राखेर बोल्न अगाडि सर्छु। हामीमा मेसेजहरू आदान प्रदान भइरहे, के छ खबर, अरू सुनाउनु, यी सामान्य शब्दहरूले असामान्य अर्थ लिन थाल्छन्। म उसको गफमा यसरी भुलिएछु कि लगभग दिन कसरी बित्यो थाहा नै भएन। साँझ काममा जाने बेला साथीको फोनले झस्किएँ। खाना खाएपछि लगत्तै म त मेसेजको भुल भुलैयामा हराएकी रहेछु। म जो अन्य दिनमा साँझ चाँडै काममा जान समय कुर्दै बस्ने गर्थेँ, आज उसँगको संवादले समयले मलाई छोडेर कता गए जस्तो लाग्छ। म भित्रभित्र हतारको महसुस गर्छु। अघिल्लो साँझमा त्यही फोनको साथीसँग आज बजार जाने कुरा गरेको थिएँ, त्यो कुरा बिर्सिएछु। बिहान खाएको भाँडा त्यत्तिकै थियो, धुन पनि बिर्सिएछु। यो सब चुकाइ देखेर म मान्छु बिहानदेखि एक अन्जान केटासँग यति मस्त भएर बोलिरहनु त्यो त ठिक हुँदैन कि क्या हो। मैले यो सब महसुस गराएपछि अचानक मैले उसलाई एक मेसेज लेखेँ, बिजी भयो ल। त्यसपछि मैले मोबाइल समाउन छोड्छु, हतार हतार भाँडा सफा गर्न थाल्छु। म अफलाइन हुँदा पनि मेरो आँखामा अनलाइन नै थियो उसका मेसेजहरू। तपाईँलाई ईश्वरले कति माया गरेका, रूप र कला उस्तै दिएका रहेछन्, कति राम्री हो हजुर, कस्तो खाइलाग्दो ज्यान। यी शब्दहरू पढ्दा मेरो मन फुरुङ्गा हुन्छ। आजसम्म कसैले यसरी तारिफ गरेका थिएनन्। उसको प्रत्येक प्रशंसाले मेरो आत्मालाई कुनै अदृश्य फुलले सजाए झैँ लाग्छ। पहिलो दिनमै प्रेम बसेको अनुभूति हुन थाल्छ। तर आत्मसम्मानको नाममा म आफूलाई रोकेर राख्न खोज्छु। साँझ समयले कामको बारे सम्झाउँछ, मोबाइल हेर्ने ध्यान भएन। दोहोरी साँझमा गीत गाउन सुटिङमा बसेपछि शम्भुको याद पनि दिमागमा घुम्यो। दोहोरी साँझमा म सधैँ टक्कर दिने, शब्दको वर्षा गर्ने केटी हो। तर यसपटक मेरा शब्दहरू फितलो हुन्छन्। भनौँ आधा ध्यान त फोनभित्रै अड्किएको थियो, शम्भुमा। विपक्षका केटाहरूले कडा प्रहार गर्दै टुक्का फर्काउँछन्, तर म खेलाची गरे जस्तै एउटा टुक्काको अर्को जवाफ दिन पुग्छु, जसले गर्दा अन्तिममा हामी केटी पक्ष हार्छौँ। साथीहरूले प्रश्न गर्छन्, आज तँलाई के भयो? म मुस्कुराएर टार्छु। म जान्दथे म हार दोहोरीमा मात्र होइन, आफ्नै मनसँग पनि खाँदैछु। समय बित्यो, कोठा फर्किने समय भयो। कोठा फर्केर सुत्न खोजेँ। सुत्न खोज्दा पनि उसको मेसेज नहेरी निन्द्रै लाग्दैन। हेलो, के छ, खाना खानुभयो, बिजी हो र तपाईँ? म दोहोरीमा हुँदा आएका यी सामान्य प्रश्नहरूमा मलाई असामान्य माया लाग्छ। यस्तो लाग्छ उसको जीवनको कुनै बाटोमा याद छर्न थालिसकेछु, जसले गर्दा उसले मलाई सम्झिरहेको छ। म पनि उसलाई सम्झिरहेकी थिएँ, तर मेसेज गर्न नपाएकोले मेरो सम्झना उसम्म नपुगे चाहिँ लाग्यो। रातको सुनसान एकाएक मधुर भयो। निन्द्रा आँखा नजिक आइरहँदा पनि मन जागै थियो। आफूलाई माया गर्नेलाई वास्ता नगरी काममा गएको हुँदा कता कता नमज्जा लाग्यो। त्यसैले मेसेज लेखेँ, सरी है, म दोहोरी साँझमा काम गर्छु, त्यसैले बोल्न पाइनँ। उसको रिप्लाईको पर्खाइमा ओछ्यान मिलाएँ, तर त्यो रात उ सुतिरहेको ठानेर म पनि मोबाइल चार्जमा राखेर निदाउने कोसिस गर्छु। निन्द्राको गहिराइमा पुग्दा निन्द्राभित्र सपनाको पर्दा खुल्न थालेछ। म र ऊ विवाहपछि एउटै घरमा बिहानको चियासँगै पिइरहेका थियौँ, एउटै कोठामा जीवन बिताइरहेका थियौँ।
समय बित्यो। तेस्रो बिहान आँखा खुल्दा ओछ्यान खाली हुन्छ। सपनाको उज्यालो विपनाको यथार्थमा बिलाइसकेको हुँदा मन खिन्न भयो। बिहानीको पहिलो मेरो चेतनासँगै उसको यादमा मोबाइल समाएर मेसेज हेर्छु। मेरो रातिका मेसेज सिन थिए, अनलाइनमै थियो ऊ। तर मर्निङवाला मेसेज नआएको देखेर मन अलिकति दुखी भयो। मोबाइल टेबलमा राख्नै लाग्दा टिङ्ग गरेर घन्टी बज्यो। हेलो, गुड मर्निङ डियर मिस, उठ्नुभयो? मेरो दुखेको मनको बादल अझै चिरिएको थिएन, तर कहीँ कतै खुसी छाएको थियो। मर्निङ, मैले छोटो मेसेज लेखेँ। उसको रिप्लाई आयो, मर्निङ मात्रै, खोइ त मलाई पनि डियर भन्नुभएको। ए, मैले मेसेज गरेन भनेर रिसाउनु भएको? म त कुरिरहेको थिएँ, किनकि मलाई अनलाइनमा बोल्न मनपर्छ। यी शब्दहरूले मेरो मनको बादल मनबाट हराउँछ। मनमा खुसीको सूर्य लाग्छ। उसले मेरो मन पढेर यो सबै भनेको, कतै सुनेको कुरा सम्झे। सही जोडीले मनको कुरा नबोलिकनै बुझ्छ। र मैले मनको खिन्नता हटाउँदै मनको मुस्कानमा लेखेँ, है। उताबाट लामो लेखेको रिप्लाई आयो। म मुस्कुराउँछु, किनकि त्यो एक शब्दमा भरिपूर्ण प्रेम भए चाहिँ लाग्छ। धेरै पहिलादेखिको सम्बन्ध भएको जस्तो आनन्द मलाई लाग्छ। मलाई बिहान चियाको तलतल एकदमै लाग्ने। त्यसैले उसलाई छोटो उत्तर लेखेँ, एकछिन ल, म फ्रेस भएर चिया पकाएपछि मेसेज गर्छु। मैले चिया पकाउन लागेको थाहा पाएर उसले लेख्छ, मलाई पनि है चिया। मैले मन राख्दिनकै लागि भए पनि लेखेँ, हस्। र म चिया पकाइरहँदाखेरि सोच्छु, यो के प्रेम हो कि केवल आकर्षण? मन यति साह्रो किन उतैतिर बोल्छ? मलाई थाहा छ मनले तर्कको भाषा बुझ्दैन। उसले लेखेका प्रत्येक शब्द मेरा लागि मलाई हानेको प्रेमको तीर लाग्छ मलाई। मैले सधैँ कल्पेको प्रेम मोबाइलसम्म आउँदा म प्रेमको प्राप्तिको खुसीमा डुब्छु। हुन त उसँगको सम्बन्ध अझै स्पष्ट छैन, तर उसको प्रत्येक शब्द, प्रत्येक मेसेज मेरो जीवनमा एक अनौठो मिठास भर्दै जान्छ। हामी दुवै आफ्नो भावनालाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनौँ। ऊ आफ्नो मनका कुरा लुकाउँछ, म मेरो मनको भावनालाई शब्दमा उतार्न अलमलमा हुन्छु। यही लाजले, यही अप्ठ्यारोपनले, यही असहजताले, यो व्यक्त गर्न नसकिने यो व्यवहारले हाम्रो नजिकीपनालाई अझ गहिरो बनाउँदै गरेको पनि महसुस हुन्छ। एक दिन बिहानभरि बोलेको देखेर म उसलाई ड्युटी जानु पर्दैन भनेर प्रश्न गर्छु, तर उसले आज ड्युटी नभएको बताउँछ। त्यो सुनेर मेरो मन उज्यालो हुन्छ। उसले अचानक लेख्यो, सुन्नु न, एउटा कुरा भनौँ, यदि नरिसाउने भए। म अलिक डर, अलिकति आश्चर्यमा परेर सोध्छु, के कुरा हो? उसको उत्तर आयो, घरमा आमाले बुहारी चाहियो भन्नुभएको छ। के तपाईँ मेरी आमाकी बुहारी बन्न सक्नुहुन्छ? मेरो हृदय एकैछिन टक्क रोकियो। उसले समय लिएर लाजसहित आफ्नै भाव व्यक्त गर्दा म शब्दमै हराएँ। केवल भावनाले भरिएको मुटु लिएर बस्छु म। उसले फेरि लेख्यो, के भयो, मैले गलत भने हो? मेरो खुसी अनायासै अब त ओभरफ्लो भयो। मैले लेखेँ, साँच्चै म त तयार छु। सायद मेरो तडपेको मनले उत्तेजित भएर हतार हतार यो हातले आफै लेख्न पुग्यो, छिटो लेख्न पुग्यो, अलिक बढी नै लेख्न पुग्यो कि? मलाई पछि अलिकति लाज लाग्यो। एकछिन उस्तै लज्जासहित भावनाका कुरा हुन्छ। त्यसपछि उसले अचानक मेरो उमेर सोध्छ। म यो पनि बोल्ने टपिकको न्यू सोच्दै साधारण उत्तर दिन्छु, म 31 भएँ। उसको प्रतिक्रिया साधारण तर अत्यन्त अजीब थियो। हो र? तर तपाईँ त 26-27 जस्तो देखिनुहुन्छ। मैले पनि उसलाई सोही प्रश्न सोद्धा उसले भन्छ, म 33 लागेँ। हो र? तर तपाईँ पनि 24-25 यस्तै देखिनुहुन्छ। उसले सरलता र मायालु स्वरमा लेख्यो, होइन होइन, म 33 नै हुँ। म एकछिन सोचमा पर्दै थिएँ। उसले मेसेज गर्यो, के भयो, म बढी उमेरको लागेर? मायामा रूप उमेर हेरिँदैन कि डियर। उसको यो प्रतिक्रियाले मेरो मनको विश्वासलाई अझ प्रगाढ बनाउँछ। फेरि उसले लेख्यो,
एउटा कुरा भनौँ? के कुरा? म तपाईँलाई तिमी भन्न सक्छु, मलाई तिमी भनेको मनपर्छ। मैले उसलाई सजिलै हुन्छ भनेर अनुमति दिएँ। हाम्रो संवाद अब तिमी तपाईँको मिठो खेलमा परिणत भयो। म चाहन्थेँ कि उसले मलाई नजिकको महसुस गराओस्। जिन्दगी साँच्चै आफ्नै समय लिएर आउने रहेछ। हामीले कति नै खोजे पनि, कति नै प्रार्थना गरे पनि सबै कुरा तुरुन्तै मिल्दैन रहेछ। जब मिल्छ त्यसले अघिका सबै खालीपनहरू एकैपटक भरिदिँदो रहेछ। शम्भु मेरो जीवनमा त्यसरी नै आयो। न कुनै ठुला बाचा, न कुनै घमण्ड, न कुनै देखावटी मिठास, बस सरल मन लिएर आएको छ। उसको साथले समय बितेको पत्तै भएन। 2 महिना बितिसकेछ। त्यो 2 महिना वर्षौंको चिन्जान जस्तो गहिरो भयो। 2 महिनाले हामीलाई धेरै नजिक बनायो। उसको प्रत्येक शब्दमा सम्मान थियो, प्रत्येक हजुरभित्र अपनत्व थियो र प्रत्येक हाँसोमा मेरो लागि छुट्याइएको सानो संसार थियो। एक समय थियो जब म भगवानसँग रुष्ट थिएँ। लामो समयसम्म मैले चाहेको इच्छा नपाउँदा विश्वास नै उडिसकेको थियो भगवानप्रति। आज मेरो मन फेरि भगवानप्रति झुकेको छ। भोलि सोमबार भोलेनाथको दिन म व्रत बस्ने सोचिरहेकी छु। प्रेम स्वीकार गरेपछि उसलाई कस्तो भयो त्यो त उसैले जानोस्, तर मलाई भने एक अनौठो जिम्मेवारी महसुस भएको छ। म काममा लगनशील भएर खटिँदैछु, किनकि मैले सोचिरहेकी छु मेरो सानो संसार कुनै दिन कुनै समय फराकिलो हुन सक्छ। मेरो यो सुनसान संसारमा कुनै दिन आमा यो किनिदिनु, आमा त्यो किनिदिनु भन्ने मान्छे वरिपरि घुम्न सक्छ। उसले प्रेम प्रस्ताव गरेको थोरै समय मात्रै भएको छ, तर मेरो मन भने भविष्यको गल्लीहरूमा हिँड्न मात्रै होइन, दौडिन थालिसकेको छ। अब सम्बन्ध कसरी अगाडि बढाउने, केमा ध्यान दिनुपर्छ, म राम्रो श्रीमती कसरी बन्न सक्छु, यस्ता प्रश्नले मेरो दिमागमा फेरि डेरा जमाएर बस्न थालेका छन्। मान्छेको जिन्दगीमा एउटा चिन्तापछि अरूको चिन्ता किन आउँछ? ठुलै समस्या, ठुलै चिन्ता मानेर बसिरहेको कुनै कुरा समाधान हुने बित्तिकै अर्को चिन्ता किन थपिन्छ? सायद प्रेमको यात्राले नै गहिराई थपिदिन्छ र गहिराईसँगै डर पनि आउँछ। म यस्तै डर र खुसीको मिश्रणमा रहेकी हुन्छु। मैले पहिले कसैलाई प्रेम गरेकी थिइनँ। यो अनुभव मेरो लागि बिल्कुल नयाँ छ। मनमा यस्तै कुरा खेलि नै रहन्छन्। त्यति बेला उसको मेसेज आयो। हेलो बुढी, सँगै लजाएको स्टिकर पनि आएको थियो। बुढी शब्दले मेरो मुटु धड्कियो। हजुर मात्रै हजुर, खै त बुढो भने। मनभित्र मैले धेरै अघिदेखि उसलाई बुढो मानिसकेकी थिएँ, तर शब्दमा उतार्न भने लाज लाग्यो। मलाई बुढो भन्न लाज लागिरहेको छ के? मनको लाजलाई देखाउन मैले पनि आँखा छोपेको बाँदरको इमोजी पठाइदिन्छु। के को लाज? अब मसँग लाज मानेर कोसँग नमान्ने हो त? छिटो भन बुढो मलाई। उसको बाल सुलभ चित्ती देखेर म मुस्कुराउँछु। ओहो, अब थर्काउनु सुरु भयो है? बुढी आज मात्रै मानेको हो र? धेरै पहिलेदेखि मान्दै आएको भन्न पो सकेको थिइनँ त। त्यो वाक्यले फेरि मन छोयो। उसले धेरै अघिदेखि मलाई आफ्नो मानेर बसेको हुनाले मैले त अरू कोही नपाएको कारण महसुस हुन्छ मलाई। त्यो सोच्दा मनभित्र एउटा अनौठो सान्त्वना पनि फैलिन्छ। म जिस्काउँदै लेख्छु, हजुर त कस्तो बच्चा जस्तै हुनुहुँदो रहेछ। बच्चा त हो नि म, तिम्रो बच्चा। तुरुन्तै आएको थियो मेसेज। त्यो भनाइले मलाई कम्कुती लाग्छ। शब्द सिधै मुटुको केन्द्रमा लागे जस्तो हुन्छ। हामी बीच केही मौन दूरी हुन्छ। उसले फेरि लेख्छ, बुढी के गर्दैछौ? म मेरो बच्चा बुढोसँग बोल्दैछु। अन्तत मैले यो मेसेज लेखेँ। इमोजीको सहाराले हामी दुवै हाँस्यौँ। एकछिनमा उसले भिडियो कल गर्छ। भिडियो कलमा उसको अनुहार देख्दा मलाई लाग्यो प्रेमले साँच्चै मान्छेलाई अझ राम्रो देखाउँछ। उसको आँखामा म देख्थेँ, अपनत्व उसको हाँसोमा देख्थेँ। र हाम्रो प्रेममा शब्दभन्दा पनि भावना गहिरो हुँदै जान्छ, लम्बिँदै जान्छ। आजकल साँझमा मेरो काममा जानु अघि म उसँग बोलेर मात्रै निस्किन्छु। राति कामबाट फर्केर सुत्ने बेला मोबाइल हेर्दा उसको गुड नाइट मेसेज आइरहेको हुन्छ।
बुढी आई लभ यु, आई मिस यु, टेक केयर, उम्मा, यस्तै मेसेज आएर बसेको हुन्छ। त्यो उम्मा पढेर लजाउँछु। ओछ्यानमा निन्द्राले आँखा छोप्दा पनि ओठमा मुस्कान आउँछ। ऊ अनलाइन नभएपछि मैले पनि प्रत्येक मेसेजको रिप्लाई फर्काउँछु। सायद उसँग बोल्न नपाएर हो कि मन एकछिन चिन्तामा पर्छ। यो खुसी सधैँ रहला? हामी यत्तिकै हाँसिरहँला? प्रेम सधैँ यत्तिकै रहन्छ कि यात्रा लम्बिँदै गहिरिँदै जाँदा फिक्का होला? पहिलो प्रेमको सुरुवात यस्तो नै हुन्छ जस्तो लाग्छ। कता कता मिठो, कता कता लाजमर्दो, कता कता डर मिसिएको, तर पूर्ण रूपमा आशाले भरिएको। जे जस्तो भए पनि म भगवानप्रति कृतज्ञ छु भन्ने सोचेर आँखालाई मैले आराम दिएँ। यसरी पर्खाइको मिठो गफमा अझै अगाडि 5-6 महिना बितिसकेपछि मेरो प्रेम कुनै हतारोको भावना रहन्न। हाम्रो दैनिकीसँगै प्रेममा धैर्यता रहने पनि बानी बन्छ, आदत बन्छ। हाम्रो प्रेम पनि गीतको लय जस्तै बन्छ। यिनै पलहरूले मेरो दिन बनाइरहेका थिए, रात सजाइरहेका थिए। भेट नभएको प्रेममा स्पर्श हुँदैन, तर अनुभूति गहिरो हुने रहेछ। सँगै नभएको प्रेममा आवाज हुँदैन, तर भरोसा हुने रहेछ। म यहाँ बसेर उसको प्रेम बुझ्न सिक्दै थिएँ। ऊ त्यहाँ बसेर मेरो प्रतीक्षा गर्न सिक्दै थियो। दूरीले हामीलाई टाढा बनाएको थिएन। दूरीले त हामीलाई अझ गहिरो प्रेम गर्न सिकाइरहेको थियो। दुई देशमा बसेका दुई शरीर, तर एउटै भावनामा बाँधिएका एक आत्मा जस्तो लाग्दै जान्छ। म जति पुरानो हुँदैछु, जीवनका अरू सबै कुरा म क्रमशः सहज रूपमा गर्दै जान्छु। तर प्रेम भने जस्तो कि समयसँगै गाढा हुँदै जान्छ। पहिले उसको त्यो गुड मर्निङ आएपछि मात्रै बोल्ने म अचेल निन्द्राबाट बिउजिएपछि उसलाई गुड मर्निङ लेख्नमा म हत्तनपत्त पुग्छु। उसले मलाई मेसेज पहिले नलेखे पनि मेरो मनले उसलाई निकै प्रेम महसुस गरेको हुन्छ। म उसले शब्दमा नबोलेको भावनामा पनि रमाउँछु। हामीसँग भविष्यका योजनाहरू मोटामोटी भए पनि हामीलाई निरन्तर सम्बन्ध जीवित राख्न ससाना कुरा बाँड्ने प्रयासहरू म गरि नै रहन्छु। हामीसँग एकअर्काको सबै भावनाहरू खुलस्त बाँड्छौँ। हाम्रा विगतका कुराहरू पनि खुल्दै जान्छ। हाम्रो यसरी नै सामान्य कुराहरू करिब करिब सकिसकेको थियो। त्यसैले उसले भविष्यको हामी एकअर्काको श्रीमान श्रीमती भएको नाताले पनि शारीरिक आकर्षणका कुराहरू सुरु गर्छ। उसले शारीरिक आकर्षणका कुरा गर्दा मलाई यस्तो लाग्छ यौनका कुराहरू मनपर्ने भनेकै मन परेको व्यक्तिसँग रहेछ। पहिले केटाहरूले मलाई शारीरिक आकर्षणका कुराहरू गर्दा झनक्क रिस उठ्थ्यो, तर उसले जति मलाई शारीरिक आकर्षणमा तान्थ्यो म त्यति पग्लिँदै जान्थेँ। मानौ यौनका कुरा प्रेमको लागि महत्त्वपूर्ण लाग्छ। सुरुमा त निकै लजाएकी हुन्छु, तर बिस्तारै म आफै उसलाई जिस्काउन थाल्छु। म सोच्छु कि हामी विवाहित जोडी हौँ। ऊ अहिले बिहे गरेर विदेशमा बसेको हो। यसरी मेरा भावनाहरूले दूरीलाई भत्काइदिन्छ। एक दिन अचानक आज बिहान अनलाइन देखिएको छैन। निकै बेर म उसको पर्खाइमा म खाना पनि पकाइसक्छु। दिउँसोसम्म उसको मेसेज नआएको देख्दा उसको फेसबुकको वाल हेर्न पुगेँ। त्यहाँ एउटा पोस्ट देखिन्छ, वे टु नेपाल। ऊ आज बिहानीको कामको लागि तयारी गर्दै होइन, यात्राको तयारी गर्दै रहेछ। हाम्रो करिब 10-11 महिनाको पर्खाइ। मैले यसलाई घन्टाको रमाइलो क्षण जस्तो महसुस गरेकी थिएँ। यतिन्जेल सम्झिने हो भने ऊ कहिलेकाहीँ मसँग गीत गाउने इच्छा प्रकट गर्थ्यो। म उसको साथमा गीत गाउँदै उसकै दृश्यमा हराइदिन्थेँ। उसको मिठो आवाज, हल्का हाँसो अनि त्यो अचम्मको आँखाले मलाई मेरो संसारबाट अलग गएर केवल उसको संसारमा पुर्याइदिएको हुन्छ। त्यस्तै त्यस्तैमा यो समय बितेको पत्तै भएको थिएन। मेरो मन एक तर्फबाट एकदमै खुसी छ, तर अर्को तर्फबाट भने कता कता मेरो मन चिन्तित छ। मनको चिन्तालाई ध्यान दिँदा यस्तो सुन्छु, आजसम्म उसले मलाई मोबाइलको स्क्रिनबाट देखेको हो। यदि वास्तविक रूपमा मलाई देखेर कतै उसले नराम्रो ठान्छ कि, कतै म उसको लागि नसुहाउने पो हुन्छु कि। मेरो मन एक्कासी डराइरहेको हुन्छ। मेरो मनको डर कसैसँग बाँड्न चाहेकी छैन, किनकि उसँगको सम्बन्ध आजसम्म मसँग मात्रै सीमित छ। जे होला भगवानले राम्रो गर्लान् भन्ने एउटा झिनो आशा बोकेर उसलाई पर्खेर बसिरहेकी हुन्छु म अब।
मनमा विचित्रका नरमाइला छेडहरू आवाज भइरहेको हुन्छ। किन भयो थाहा छैन। यस्तो लाग्छ हाम्रो सम्बन्ध कतै गएर टुट्नेवाला त छैन। यस्ता कुराहरू मेरो मनमा खेल्दा उता उसँग बोल्न पनि नपाएको हुँदा एक्लोपनमा अनावश्यक सोचहरूले मेरो प्रेममा शङ्का बढाउन लागेको हुन्छ। चिया पकाउँदा होस् या खाना पस्किँदा होस् उसले भन्ने गरेका शब्दहरू कानमा गुन्जिरहेको हुन्छ। उसको यादसँगै खाना खाइसक्छु, धन्दा सक्छु। दिउँसोतिर मन भुलाउनको लागि पहिलेका मेसेजहरू फेरि सुरुदेखि अन्तिमसम्म पढेर बस्छु, जसले गर्दा ती मेसेजहरूले मलाई फेरि दिनमा आनन्दित बनाउँछ। साँझको बेला म आफ्नो काममा जान्छु। काममा पनि समय कटाउन साथीहरूसँग बोल्छु। जति अन्त भुले पनि मनमा उतिरको सम्झना कता कता अल्झिने रहेको हुन्छ। राति कामबाट फर्केर आउँछु, उसको मेसेज आएको रहेछ। भोलि बिहान काठमाडौँ आइपुग्छु। त्यति मेसेज गरेर अफलाइन गएको पनि 4 घन्टा भएको रहेछ, जहाँ म त्यतिखेर सुटिङले व्यस्त भएको कारण अफलाइन नै थिएँ। उसको त्यो सानो मेसेजले पनि मलाई धेरै सम्झना आइरहेको हुन्छ। रातमा समय कटाउन भनेर उसँग भएको अघिल्लो रातमा भएका मिठा मिठा कुराहरू सम्झिँदै बल्ल बल्ल निदाउन पुग्छु। बिहान उठ्दा उसको 2-3 अडियो कल आएको रहेछ। म मस्त निन्द्रामा हुँदा थाहा पाइनँ। मैले कल गर्दा उसको मोबाइलमा कल लाग्दैन। उसले कलपछि मेसेज लेखेको थियो, ऊ नेपाल आइसकेको छ र ट्याक्सी चढेर मेरो रुमतिर आउँदैछ। जब उसको र मेरो केही घन्टामा भेट हुने कुरा सम्झन्छु नि, तब मेरो मुटुको धड्कन ढुकढुक गर्दै यसरी चल्छ, सास रोकिएर मुटु नै बाहिर आउला चाहिँ लाग्छ। म आज अन्य दिन जस्तो अल्छी पाराले उठ्दिनँ। मलाई आजको समय अलि ढिलो चले हुन्थ्यो जस्तो लाग्छ, तर समयले किन छिट्टो सुई घुमाइरहेको थियो। म राम्रोसँग तयार हुनै पनि नपाइकन उच्चोकमा आएको खबर आयो। उसको मेसेजले मलाई खबर दियो। मेरो मुटु अब झन् धड्किन्छ। म अलिअलि कपाल कोरेर रातो सामान्य बुट्टा भएको लामो कुर्ता सुरुवालमा तयार भएर हतारमा निस्किन्छु। बाटोमा निस्किँदा उसँग फोनमा कुरा गर्दै उसलाई दायाँ बायाँ खोज्दै गर्दा ऊ अल्ली पर मेरो नजर अगाडि खैरो चेक सर्ट र निलो जिन्समा पिठ्यौँ फर्काएर फोनमा बोलेको मैले परेबाट देख्छु। म बिस्तारै पछाडिबाट गएर उसलाई यसो छुन्छु। ऊ फरक्क फर्किन्छ। उसको नजर मतर्फ फर्किँदा क्षणभर उसको अनुहारमा मुस्कान देख्दिनँ, तर पछि उसले मुस्कुराउँछ। त्यो दृश्यलाई मैले सामान्य लिएर उसलाई कसैले नदेख्ने गरी हल्का अँगालो हालेर स्वागत गर्छु। मलाई बाटोमा त्यसै पनि अप्ठ्यारो लाग्ने भएकोले खासै धेरै नबोलिकन सरासर हामी मेरो कोठासम्म आउँछौँ। जब कोठामा आइपुग्छौँ मलाई अप्ठ्यारो लाग्छ, किनकि ऊ मेरो कोठालाई चारतिर मुन्टो घुमाएर यसरी हेर्छ कि मानौ ऊ मलाई भेट्न आएको होइन, कोठामा केही छापा मार्न आएको। म चुप बस्छु। उसले ओठको हाउभाउले नै मलाई जवाफ दिन्छ कि मेरो बसोबास ठिकै लागेछ। मैले सुरुमा पाहुना झैँ मानेर उसलाई चिया नास्ता खुवाउँछु। करिब 1 वर्षसम्म मोबाइलमा केही धक नमानिकन बोलेका हामी एकअर्काको अगाडि पर्दा बोल्नै सक्दैनौँ। उसले कुरा झिके म बोल्न सहज मान्थेँ, तर ऊ मौन बसिरहन्छ। मेरो मनले बिस्तारै महसुस गर्छ कि म नराम्रो मानेर उसले यस्तो व्यवहार देखाइरहेको छ। एउटा कोठामा ऊ र म मात्र छौँ र मेरो मन एक्कासी त्यहाँ पुग्यो। मलाई अहिलेको भन्दा पनि सुत्ने व्यवस्थाको पिर लाग्यो, किनकि कोठामा एउटै मात्रै पलङ थियो। म आफ्नो समस्या बताउन पनि सक्दिनँ थिएँ। म यत्तिकै अप्ठ्यारो मानेर उसको बोली सुन्न पर्खिरहेकी हुन्छु। एकछिनमा उसले आफ्नो झोला खोतलेर अर्को सानो पोको निकाल्दै भन्छ, हेर न, मैले खासै केही ल्याउन पाइनँ तिमीलाई। यो सानो कोसेली ल्याइदिएको छु, कुर्ताको सेट। मलाई उसको माया देखेर भित्रभित्रै खुसी लाग्छ। आफ्नै मान्छेले दिएपछि गाह्रो नमानिकन मुस्कानले उसको कोसेली लिँदै भन्छु, किन ल्याइदिनु पर्थ्यो र? यतिकै मैले हाम्रो नेपालीहरूको बानी सम्झिन्छु, धन्यवाद भन्नुको साटो यस्तै भन्ने बानी जो छ। उसले मलाई भन्छ, आफ्नो मान्छेलाई नल्याइदिएर कसलाई ल्याइदिने हो र? किन त्यहाँ बसे कि, आउ न यहाँ। उसले मलाई आफ्नो छेउतिर तानेर बसाउँछ, मलाई अँगालो हाल्छ। केटीको जात मन डराइहाल्छ, तर पनि आफ्नो आत्मालाई रक्षा गर्दै उसँग बस्छु। जापानबाट ऊ मलाई नभनी आएको कुराहरूमा हाम्रो हाँसोपन जिस्काहट बिस्तारै गफ खुल्दै पनि जान्छ।
त्यसै बेला उसले मलाई आफूतिर तानेर मेरो गालामा मोही खाइदिन्छ। उसले उसको गालामा पनि मोही खुवाउन लगाउँछ अनि भन्छ, आई लभ यु माया, तिमी साँच्चै मेरो लागि सुहाउने रहेछौ। उसको यो वाक्यले मेरो मनमा लागेको खिन्नताको बादल हट्छ। मलाई ऊ साँच्चै मेरो मनको ज्योतिषी हो जस्तो लाग्छ। किनकि जुन डर मनभित्र पालेर पनि म उसलाई माया देखाइरहेकी थिएँ, उसले अलग्गै कसरी थाहा पाउँछ त? मलाई उप्रति यसै माया थियो, तर उसको वाक्यले मन छोएपछि झन् मायाले फेरि मोही खाँदै भन्छु, आई लभ यु टु। मलाई लागेथ्यो हजुरलाई म नराम्री मान्नुहुन्छ, त्यसैले यताउता हेरेर अघिदेखि बोल्न खोज्नु भएको थिएन। ठ्याट, तिमी पनि लाटिने हो के? अब आफ्नी मायाको कोठा पनि हेर्न नपाउनु? अनि अघि त तिमी बोलेनौ, मलाई पनि अलिकति अप्ठ्यारो लागेर मात्रै हो नबोलेको। तिमी त मेरो हुनेवाला जीवनसाथी पो हौ त, नराम्रो किन मान्ने? देख्नै पर्छ र, मनको भावनाको पनि कुरा हुन्छ नि। मैले त तिमीलाई नदेखिकन आफ्नो जीवनसाथी मानिसकेको थिएँ। देख्नै पर्थेन, म तिमीलाई जस्तो भए पनि स्वीकार्छु, हामीले एकअर्कालाई स्वीकार्छु भनेर पहिले कुरा गरेको हो नि। भावनाको अगाडि रूपको के चर्चा? जब मनले मनलाई मन पराइसकेको छ, रूप त केही वर्षपछि आफै परिवर्तन हुने कुरा न हो। नराम्रो मान्ने कुरै हुन्न नि। आई लभ यु सो मच। र उसले फेरि मलाई आफूतिर झट्ट तान्छ। म उबाट छुट्टिन खोजे चाहिँ गर्छु, तर त्यही बेला मैले थाहा नपाए चाहिँ अर्को हातले मेरो स्तन अलि बढी दबाइदिन्छ उसले। मलाई लाज र अप्ठ्यारो एकैचोटि लागेर उसको हात फाल्दै भन्छु, अच्छ बदमास। उसले मलाई डर सहितको मुस्कान फाल्छ। हाम्रो एकछिन आँखा जुत्छ, मानौ मनले केही भन्न खोजेको छ, केही चाहेको छ, र हामी बिचको एकछिनको मौनता तोडेर भन्छ, ल माया, राम्रोसित बस्नु, म गएको अब है। र ऊ जाने कुराले मन नरमाइलो मानिहाल्छ, तर म केही बोल्दिनँ। भन्छ, मेरो त्यहाँ एउटा साथी छ, म उसँग बस्छु आज। यहाँ एउटै बेड रहेछ, तिमी एक्लो नारी गाह्रो हुन्छ फेरि। राति प्रेमको मातमा केही भयो भने तिमीलाई पनि नराम्रो लाग्ला। उसको कुराले म उसलाई हेरेर टोलाइरहेँ, किनकि जुन शब्दहरू उसले बोलेको थियो त्यो शब्दलाई धन्यवाद दिनलाई मेरो लागि कुनै शब्द पुग्दो लागेन। मैले यति मात्रै भन्छु, तपाईँ मेरै मान्छे बन्न आउनुभएको हो? हो, किन र? अझै विश्वास भएन र? छोरा मान्छे यस्तो कसरी हुन्छ? तपाईँले मलाई यतिको सम्मान इज्जत दिँदा साँच्चै म पागल हुन्छु है। म सक्दिनँ अब तपाईँलाई बिर्सेर बाँच्नलाई। मलाई कहिले नछोड्नु है, प्लिज। लौ, के भयो? किन हाँध्थ्यौ कि तिमी? मेरो दिमाग खै कहाँ दौडिरहेको रहेछ, जसले मलाई भित्रभित्र उसँग टाढा हुने दिनको सङ्केत दिँदै थियो। अनि मनले उसको वाक्यलाई समातेर भावुक बनाएर बोलेको रहेछु मैले यो कुरा। उसले प्रश्न गर्दा पो जसँग झस्किएँ। मैले टाउको हल्लाउँदै केही भएको छैन भनेर सङ्केत गर्छु। यो प्रेम भन्ने चिज पनि कस्तो हो कुन्नी? कहिले एकैछिनमा फुरुङ्गा खुसी बनाउँछ, कहिले एकैछिनमा नरमाइलो बनाउने। ऊ फेरि दोहोऱ्याएर आफू जाने अनुमति माग्छ। म उसलाई आफ्नो कोठाबाट बिदा दिन्छु। ऊ गएपछि फेरि कोठामा उस्तै शान्त शून्य हुन्छ। अघि भन्न नसकेका कुराहरू फेरि मनमा उब्जिन्छन्। म आफ्नो कोठामा उसको छोटो बसाइमा रहेका हजारौँ पलहरू एक एक सम्झेर फुरुङ्ग हुन्छु। ती हजारौँ पलहरूमध्ये उसले मलाई आफूतिर तानेर मेरो छाती दबाइदिएको छेड मुटुको केन्द्रमै जोडिन्छ, गडेर बस्छ, जो म बारम्बार सम्झेर लजाइरहेकी हुन्छु। म आफ्नो कोठामा यसरी नै बसिरहेको बेला एक्कासी घरबाट फोन आयो। आमाले एक ठाउँबाट केटा माग्न आएको तर उमेरले अलि बुढो भएको कुरा गर्नुहुन्छ। यस्ता कुराहरू बेला बेला नआएका होइनन्, तर आज भने आमाले अति नै खोजिनिति गरेपछि मैले बाध्यताले आफ्नो मन परेको केटाको बारेमा मोटामोटी कुरा भन्छु। बुवा आमा सँगै भएकाले छोरीले कहाँको कस्तो केटो खोजो भनेर अचम्मित मान्दै सोधपुछ अझै गर्नुहुन्छ। मैले उसको बारेमा खासै केही नभने पनि ऊ पनि गायक भएको कुरा बताउँछु र आफूलाई यही क्षेत्रको केटा बिहे गर्दा जिन्दगी जिउन सहज हुने कुराहरू बुझाउँछु। र मलाई भेट्न आएको पहिलो दिनमै मैले घरसम्म कुरो लाग्दा कता कता अप्ठ्यारोपन पनि भएको हुन्छ मलाई, तर फेरि एक न एक दिन त भन्नुपर्ने नै हो भनेर चित्त पनि बुझाउँछु। शम्भुसँग मेरो प्रेम खै कस्तो बसेको हो थाहा छैन। घरमा भन्न साथ मनले एक किसिमको डर पैदा गर्छ, छिनमै आँसु हराउँछ।
केही घन्टापछि फेरि मोबाइलमा शम्भुको फोन आउँछ। उसले साथी कहाँ आज रात बसेर भोलि उसको गाउँ विराटनगर जाने कुरा बताउँछ। घरबाट फर्केर आएपछि मसँग काम गर्ने मन भएको अनि बिहेको साँठगाँठ मिलाउने जस्ता योजनाहरू पनि बताउँछ। मलाई उसको कुराहरू मनपर्छ र एकछिन बोलेपछि फोन काट्छौँ। उसका कुराले मलाई फेरि विवाह सम्बन्धीका झल्कहरू आँखामा ल्याइदिन्छ। जापानबाट थाकेर आएको हुनाले उता आराम गरिरहेको थियो। म भने साँझमा दोहोरी जान्छु र दोहोरी साँझबाट फर्केर आएपछि उ र म एकैछिन बोलेर हामी सुत्छौँ। काठमाडौँदेखि विराटनगर धेरै टाढा थियो नै, त्यसैले म उठ्दा उसले बिहानै आफू विराटनगरतिर लागेको मेसेज छोडेको रहेछ। ऊ गीत सङ्गीतको लागि पुरानो गायक भए पनि अहिलेको लागि ऊ नयाँ जस्तै थियो। उसलाई मैले सबै सहयोग गर्नुपर्ने थियो। म अन्य कुराहरूमा ध्यान नदिएर ऊ काठमाडौँ फर्किएपछि कार्यक्रम कसरी राम्रो गर्ने भन्नेतिर सोच्न थाल्छु। मेरो गीत गाउने साथीभाइहरूको टिमहरूलाई नयाँ काम गर्नुपर्ने र मेरो एउटा पुरानो साथी यसै क्षेत्रमा आउन लागेको बताउँछु। मेरो जीवनमा अर्को कुरामा गर्व गर्नुपर्ने केही हुन्छ भने मेरा गीत सङ्गीतका साथीहरू थिए। उनीहरू मेरा लागि भनेपछि ज्यान दिने खाले थिए। मैले उनीहरूलाई अनुरोध गरेकी थिएँ, तर उनीहरू मैले अनुरोध नगरेर आदेश दिए जसरी एक शब्दमै मेरो इच्छा पुरा गर्न अगाडि सर्छन्। शम्भु र म गीतमा स्वर दिने भएकोले मैले नै केही गीतको विषय लेख्नुपर्ने हुन्छ। मलाई खासै गीतहरूको विषयमा गम्भीर भएर लेख्न त आउँदैन, तर लेख्नु नै पर्ने थियो। गीतको विषयमा के लेख्ने भनेर सोच्दा सोच्दै मैले हाम्रो दुईजनाको नौलो भेटलाई समेटेर गीतको विषय बनाउन पुग्छु। शम्भु पनि उता आफ्नाहरूसँगको भेटघाटमा व्यस्त थियो। म यता एक हप्ता कार्यक्रमको लागि व्यस्त हुँदा ऊ मसँग नबोलेकोमा खिन्नै लागेन। यस्तो हुँदा मैले प्रेमको यात्रामा नौलो अर्को महसुस गर्न पुग्छु। आखिर प्रेममा जति सम्झ्यो उति मनमा अनेक कुरा खेल्दो रहेछ। साँचो प्रेम गर्न आफूले मन थामेर काममा व्यस्त हुनुपर्ने रहेछ। यसो उसो गरेर एक हप्तामा मैले सबै तयारी गरिसक्दा ऊ पनि 8औं दिनमा काठमाडौँ फर्किने कुरा हुन्छ। शम्भु र मेरो प्रेम गीतको लयमा गाडिँदै जाने कुरामा म कल्पनामा त्यहाँसम्म हराइरहन्छु जबसम्म शम्भु काठमाडौँ फर्किएको हुँदैन। ऊ विराटनगरबाट काठमाडौँ आए पनि 2 दिन उसले कार्यक्रम र क्यामेरामा फेस गर्न डरायो। त्यसको अभ्यास गर्न हामी दिनमा मेरो कोठामा सँगै हुन्थ्यौँ। रातमा सुत्न ऊ आफ्नो साथीकोमा जान्थ्यो। दोहोरी गाउने अभ्याससँगै प्रेम देखाएर चल्न पाउँदा खुब रमाइलो लाग्थ्यो। उसको क्यामेरा फेस गर्ने आँट आएपछि मैले 15औं दोहोरी साँझमा मेरो प्रतिस्पर्धी गायकको रूपमा उसलाई लिएर जान्छु। दोहोरी साँझमा हामी एकअर्काको आम्ने सामने भएर गीतको सुटिङ गर्छौँ। गीतको विषयमा केटाले केटीलाई मन पराएको टुक्काहरू छुट्छ। उसको पहिलो गीत भएर होला कहिलेकाहीँ ऊ गीत गाउन अक्मकिएको जस्तो हुन्छ। त्यति बेला म उसको प्रतिस्पर्धी भए पनि सजिलो टुक्काले उसलाई सजिलो बनाइदिन्छु। करिब 1 घन्टा जतिमा सुटिङ सकिन्छ। मलाई त्यो समय जिन्दगीभरिकै सबैभन्दा स्मरणीय क्षण लाग्छ। सबैभन्दा। साथीहरूलाई मेरो गीत गाउने कला त उत्तिकै राम्रो लाग्थ्यो, तर उसको पहिलो गीत गाउने कला पनि सबैलाई एकदमै मन परेको कुराहरू गर्छन्। उसँग अन्यको पनि परिचय हुन्छ। उसले यो सबै मेरो सहयोग र साथ मायाले गर्दा सम्भव भएको कुरा यसरी बताइदिन्छ कि मेरा सङ्गिनीहरूले हामीबीच केही भएको शङ्का मान्छन्। दोहोरी साँझबाट छुट्टिएपछि ऊ आफ्नो साथीकोमा जान्छ, म आफ्नो कोठामा आउँछु। बेलुका सुत्ने बेला उसले मैले दिएको साथ र सहयोगलाई धन्यवाद दिँदै भन्छ, माया, मैले कुनै जुनीमा राम्रो काम गरेको रहेछु जसले गर्दा आज म आफ्नो सपनाको पहिलो खुड्किलामा आइपुग्न पाएँ। आफूले माया गरेको मान्छेले नि यस्तो भनेपछि मन धेरै भावुक हुने रहेछ। उसको प्रेममा चुर्लुमै डुबेर मैले उसलाई मेसेज लेख्छु, मैले केही गरेको होइन बुढो, यो सब तपाईँको प्रबल चाहनाले तपाईँलाई यहाँसम्म ल्याएको हो। अब यसै गरी राम्रोसँग गीत गाउनु बिस्तारै प्रगति हुँदै जान्छ। यस्तै कुराहरू गर्दै मैले उसँग आज भएको दोहोरी कार्यक्रममा उसका कमी कमजोरीलाई जिस्किँदै सुझाव पनि दिन्छु। यतिकैमा हामी थाकेको कुरा गर्दै केही बेरपछि निदाउन पुग्छौँ। हाम्रो गीतको सुटिङ भएको 1 दिनपछि त्यो गीत युट्युबमा घन्किन थाल्छ। हाम्रो दोहोरी साँझको म प्राय नियमित गायिका, यसै पनि दर्शकहरूको प्रिय थिएँ। आज मेरो प्रतिस्पर्धामा शम्भु आएको हुँदा म त्यो गीतमा उसको लागि आउने कमेन्टहरू हेर्दैमा व्यस्त हुन्छु।
प्राय धेरैले नौलो गायक मानेका थिए। कतिले उसलाई पहिले कता कता देखेको पनि बताएका थिए। गीतका टुक्काहरू मस्त मन पराएको कमेन्टहरूमा बताएका पनि थिए। यस गीत अलि चर्चामा आउँदा ऊ धेरै खुसी भएको थियो र ऊ खुसी भएकोमा म त्यसै खुसी थिएँ। शम्भु र मेरो बारेमा कसैलाई थाहा नभए पनि मेरो घरमा बुवा आमालाई थाहा थियो। मैले मेरी आमालाई हाम्रो गीत हेर्न लाएर उसको प्रशंसा राम्रो गरेकी थिएँ। समयले बिस्तारै हाम्रो यात्रालाई अझै अगाडि ल्याउँछ। मोबाइलको स्क्रिनबाट जुरेको यो सम्बन्धलाई आज सारा दर्शकहरूको मोबाइल स्क्रिनमा पुर्याउन पाएका हुन्छौँ हामीले। दर्शकहरूको माझमा हाम्रो गीत गाउने माध्यमबाट हाम्रो प्रेम बसेको जस्तो पनि देखिन्छ। बिस्तारै मेरा सङ्गी साथीहरूले हामीलाई एकअर्काको प्रेमी प्रेमिका मान्छन्। ऊ मान्छे मात्रै राम्रो थिएन, उसको स्वर पनि जादुमय थियो। उसले 3-4 महिनामै आफ्नो राम्रो फ्यान फलोवर्स कमाउँछ। कहिलेकाहीँ हामी एकअर्कासँग छुटेर अर्कोसँग गीत गाउँदा हामीलाई माया गर्ने प्राय दर्शकहरूले नरमाइलो लाग्ने प्रतिक्रिया पनि दिन्थे। बिस्तारै शम्भु र मलाई नाच्ने खाले म्युजिक भिडियोमा पनि माग गरिन्छ। हामी स्वरका धनी भए पनि नाच्न भने खासै नजान्ने थियौँ। गीत सङ्गीत क्षेत्र आफ्नो मुटु जस्तो भएपछि नाच्ने तालिम पनि लिन्छौँ। बिस्तारै हाम्रो स्वरसँगै अभिनयको चर्चा चल्छ। मभन्दा शम्भु बिस्तारै दर्शकमाझ अगाडि आउँछ। उसको छुट्टै परिचय बनेको हुन्छ। हामी चर्चाको शिखरमा चढ्दै गर्दा हाम्रो इन्टरभ्यू लिन्छ, कुरै कुरामा हाम्रो सम्बन्धबारे खोतलिन्छ। म आफ्नो प्रेम खुलेर बताउन चाहन्थेँ, तर उसले सार्वजनिक रूपमा प्रस्तुत नगर्ने मन गरेको पाउँछु मैले। उसले किन यस्तो सोच्यो त्यो मलाई थाहा भएन। सायद पछिलाई राम्रो नहुने भएकोले उसले मलाई रोकेको हो भनेर सकारात्मक रूपमा लिन्छु। समयसँगै हाम्रो गीत सङ्गीतमा यात्राहरू पनि फराकिलो हुँदै जान्छ। बिस्तारै उसको आफ्नै टिमहरू पनि बन्दै जान्छ। हामी कहिलेकाहीँ एकअर्कासँग छुट्टिएर पनि काम गर्न थाल्छौँ। हाम्रो काममा जे जति भए पनि हाम्रो प्रेम उस्तै जमेकोमा म खुसी थिएँ र हाम्रो प्रेम जमिनै रहेको छ भन्नेमा विश्वस्त थिएँ। हाम्रो प्रेमसँगै गीत सङ्गीतको यात्रा पनि राम्रोसँग जमेको हुन्छ। शम्भुले गीती क्षेत्रबाट आफ्नो राम्रोसित नामदाम कमाउन पनि थाल्छ। काठमाडौँमा उसले घर पनि बनाइसक्छ। मैले कमाएको पैसा जीवन जिउन आवश्यक पर्ने ठानेर सल्लाहमा बचत गर्छु, किनकि उसले मलाई बिहे गरेपछि त्यो घर पनि हाम्रै हुन्थ्यो। हामीले सँगसँगै काम गरेको पनि त्यस्तै 2 वर्ष पुरा भएको हुन्छ। आफ्नो गृहस्थीसँगै करियरलाई पनि सँगै लैजाउँला भनेर मैले उसँग विवाहका कुराहरू राख्छु। उसले पनि मेरो कुरालाई सजिलै मानिदिन्छ र म 33 लाग्न लाग्दा अर्थात् उसँग भेट भएको 3 वर्षमा हामी विवाह बन्धनमा बाँधिन पुग्छौँ। हाम्रो वास्तविक विवाह भएको थियो, तर हामीले पहिले कुनै कुनै गीतहरूमा बिहेको सुटिङ गरेकोले यो विवाह वास्तविक नभएको जस्तो पनि लाग्छ। मेरो विवाह साँच्चीकै एउटा गीत सङ्गीतको छायाङ्कन भए जस्तै गरी रमाइलोसँग विवाह सम्पन्न भएको थियो। साँझमा अनिमिएर माइतीको आँगन छोड्ने बेला एकछिन मेरा पाइला कतै अल्झिएझै हुन्छ, मन गाँठो परे चाहिँ लाग्छ। सबै बुझेको केटासँग बिहे गरेको हो, केही नहोला भन्ने महसुसमा पाइला अगाडि सार्छु। कार गुड्ने बेला माइतीमा बुढी कन्ने भएर बस्छ कि भनेर चिन्तित रहेका मेरा माइतीहरू रुनुभन्दा हर्षले बिदा गरेका थिए। विवाह पश्चात 1-2 महिना आफन्त भेटघाटमै बित्यो। हाम्रो जीवन विवाह अगाडि जे भइरहेको थियो त्यस्तै गरी निरन्तर रूपमा चलि नै रहन्छ। बिहे अगाडि जीवन मेरो लागि एक्लो बाटो जस्तो थियो। त्यो बाटोमा म एक्लै हिँडिरहेको यात्रु थिएँ। कसैको लागि मरिमेट्नु, कसैको जिम्मेवारी लिनु वा भविष्यको चिन्तामा डुब्नु, यी सबै कुरा मेरो सोचभन्दा बाहिरका विषय थिए। अवसरहरू त धेरै आएका थिए, तर म ती अवसरहरूलाई समात्न कहिले उत्सुक पाइनँ। मलाई लाग्थ्यो एक्लो ज्यान जसोतसो पाल्न सकिन्छ, किन अनावश्यक बोझ बोक्नु। जीवनलाई हल्का बनाउने यही सोचले म अगाडि बढिरहेकी थिएँ। तर समय सधैँ एउटै नरहने रहेछ। बिहेपछि जीवनले नयाँ मोड लियो। जिम्मेवारीले अचानक काँध थिचे जस्तो लाग्न थाल्यो। पहिले आफू मात्र सोच्ने मन अब भविष्य र परिवारको चिन्ताले भरिन थाल्यो। म गीत गाउन र अभिनय गर्न मन पराउने कलाकार थिएँ र त्यसै मार्फत धेरै कमाउने सपना पनि देख्न थालेँ।
उता शम्भु पनि आफ्नै काममा उत्तिकै व्यस्त हुनुहुन्थ्यो। हाम्रो बिचमा माया र विश्वास त थियो, तर समयले भने सधैँ साथ बस्न दिन्थेन। धेरै समय यस्तो हुन्थ्यो कि म खाली हुँदा शम्भु सुटिङमा हुनुहुन्थ्यो र ऊ खाली हुँदा म सुटिङमा निस्किन्थेँ। हाम्रो गफ कहिलेकाहीँ बिहानको हतारमा हुने छोटो मिठो चियाको चुस्की जस्तो हुन्थ्यो। कहिलेकाहीँ सुटिङकै क्रममा एक रातदेखि हप्ता दिनसम्म बाहिरै बस्नुपर्ने हुन्थ्यो। 1-2 रात मात्रै हामीलाई तनमन साट्ने मौका मिल्थ्यो हप्तामा। यसरी नै हाम्रो बिहे भएको 3 महिना पुगिसकेको थियो। एक दिन सुटिङकै क्रममा अचानक मलाई चक्कर लाग्यो। शरीर कमजोर भए जस्तो लाग्यो। म ढलेछु। पहिले पनि कहिलेकाहीँ वाकवाकी लाग्थ्यो, तर म त्यसलाई बाहिरको खानाले पेट बिग्रिएको होला भनेर व्यवस्था गर्थेँ। त्यो दिन भने सबै कुरा फरक भयो। मलाई अस्पताल पुर्याइयो र केही समयपछि मैले थाहा पाएँ म गर्भवती भएकी रहेछु। त्यो खबर सुन्दा मेरो मनभित्र अकल्पनीय खुसीका भावनाहरू उम्लिए। एक नारीको जीवनमा छोरीबाट श्रीमती बन्ने यात्रा आफैमा ठुलो परिवर्तन हो र अब म आमा बन्ने बाटोमा थिएँ। बिहे गरेको मात्र 3 महिनामै यस्तो खबर सुन्दा मेरो मन खुसीले पग्लिए जस्तो भयो। त्यो क्षणमा मलाई लाग्यो भगवानले मेरा सबै दुःख र परीक्षा अन्त्य गर्नुभएको छ। जीवनले मलाई नयाँ अर्थ दिएको थियो। म आफैलाई ऐनामा हेर्दा अब पहिले जस्तो लाग्दैन थियो। म केवल एक कलाकार मात्र रहेनछु। म अब एउटा नयाँ जीवनको सुरुवात बोकेकी आमा बन्ने यात्रामा थिएँ। त्यो खबर पाउने बित्तिकै मैले फोन गरेर शम्भुलाई सुनाएँ। फोनको अर्को छेउबाट उहाँको आवाजमा पनि खुसीको कम्पन स्पष्ट महसुस भयो। उहाँ केही क्षण चुप लागेर भन्नुभयो, यो हाम्रो जीवनको सबैभन्दा सुन्दर खबर हो। र त्यो वाक्य सुन्दा मेरो आँखा आफै रसाए। गर्भवती भएपछि धेरै दौडधुप गर्नु हुँदैन भनेर म काठमाडौँ नै फर्किएँ। कामको बोझ अलि कम गरेँ। पहिले जस्तो दिनभर दौडधुप गर्ने बानी अब बिस्तारै परिवर्तन हुँदै गयो। समयसँगै दिनहरू बित्दै गए। मेरो ज्यान र पेट पनि बिस्तारै बढ्दै गयो। प्रत्येक दिन मलाई नयाँ अनुभूति हुन्थ्यो, जस्तो कि मेरो भित्र एउटा सानो संसार पलाइरहेको छ। त्यो समयमा शम्भु भने प्राय सुटिङको लागि बाहिर जानुहुन्थ्यो। म काठमाडौँमा घरमै आराम गर्थेँ। दिनभर एक्लै बस्दा कहिलेकाहीँ मन अलि उदास हुन्थ्यो। घरको शान्त वातावरणले कहिलेकाहीँ मनमा अनेक सोचहरू पनि जन्माइदिन्थ्यो। एक दिन मलाई झ्याउ लाग्यो। त्यति बेला सम्झेँ मैले शम्भुको नयाँ गीतका भिडियोहरू धेरै दिनदेखि हेरेकी छैन। ल्यापटपमा खोजेँ। उहाँका अभिनय गरेका भिडियोहरू हेरेँ। मलाई थाहा थियो अभिनयमा उहाँ मभन्दा धेरै अगाडि बढिसक्नु भएको छ। पर्दामा उहाँलाई देख्दा म गर्वले भरिन्थेँ। कहिलेकाहीँ मनमा सोच्थेँ, यही मानिस मेरो जीवनको साथी हो, मेरो बच्चाको बाबा हो। गर्भावस्थाले शरीर मात्रै होइन मन पनि धेरै संवेदनशील बनाइदिन्छ भन्ने कुरा म अहिले आएर राम्रोसँग बुझ्दैछु। पहिले सानो सानो कुराले असर गर्दैन थियो, तर आजकल मनका भावनाहरू एकाएक बदलिन्छन्। जब म शम्भुको अभिनय वा गीतहरू हेर्छु, कता कता मनको कुरामा एउटा अनौठो डाहा उठ्छ। यो डाहा वास्तवमा उहाँप्रतिको प्रेमको छाया मात्र हो भन्ने थाहा भएर पनि नियन्त्रण गर्न सक्दैन। सायद प्रेग्नेन्सीको कारण यस्तो भइरहेको हो। मन हो, कहिले बुझ्छ र कहिले नबुझ्ने पनि दिन्छ। शम्भुले गरेका धेरै गीतहरू म फेरि फेरि हेर्छु। ती गीतहरूमा प्राय एउटै मोडल केटी देखिन्छ। ऊ हेर्दा निकै आकर्षक देखिन्थे। सुगठित शरीर, आत्मविश्वासले भरिएको हाउभाउ र क्यामेरामा चम्किने मुस्कान। उसको रूप एकदम ठिकठाक थियो। उसलाई देख्दा मनमा मिश्रित भावनाहरू पनि उठ्छन् मेरो। म आफूलाई उसँग तुलना गर्न खोज्दिनँ। शम्भुको 2-4वटा गीतहरू हिट भएपछि उनीहरूले सँगै दिएका इन्टरभ्यूहरू पनि मैले खोजेर हेर्छु। इन्टरभ्यूमा उनीहरू एकअर्कासँग हाँस्दै मजाक गर्दै बोल्छन्। भिडियोमा उनीहरूका शब्दहरू सुन्दा यस्तो लाग्छ मानौ उनीहरूबीच वास्तविक जीवनमा पनि कुनै विशेष सम्बन्ध छ। त्यो सुन्दा मनभित्र सानो तिक्तता पलाउँछ। झन् दर्शकहरूले कमेन्टमा यो जोडी त कति सुहाउँछ भनेर लेखेका शब्दहरू पढ्दा मन झन् पोल्छ। केही समयपछि आफैलाई सम्झाउँछु, दर्शकहरूले पर्दामा जे देख्छन् त्यही नै साँचो ठान्छन्। उनीहरूलाई हाम्रो वास्तविक जीवनको कथा कहाँ थाहा हुन्छ र?
यसरी आफैलाई सम्झाउँदै म आफ्नो मनलाई बिस्तारै शान्त पार्ने प्रयास गर्छु। केही दिनपछि शम्भु काठमाडौँ फर्किन्छन्। उनी घर आउँदा म केही पनि भन्दिनँ। मनभित्र हजारौँ प्रश्नहरू भए पनि म चुप लागेर बस्छु, किनकि म विश्वास गर्न चाहन्छु पर्दा छोडेर घर फर्किएपछि उनले मलाई माया गर्नेछन्, मलाई समय दिनेछन्। जसरी पहिले विदेशमा हुँदा कामबाट फर्केपछि बोल्थे, त्यसै गरी मलाई माया दिनेछन्। एक दिन बित्छ, 2 दिन बित्छ, ऊ मेरो वरिपरि भएर पनि लामो समयपछि घर फर्केको बेला पनि ऊ फुर्सदमा मोबाइल हेर्दै मुस्कुराइरहेका हुन्छन्। त्यो मुस्कान देख्दा मेरो मनमा शङ्का फेरि जागेको हुन्छ। अन्ततः 3 दिनमा म आफ्नो सबै कुराहरू खुलेर भन्छु। डाहाका कुरा, मोडलसँगको सम्बन्धको बारेमा मैले खुलेर भने। मैले सोचेको जस्तो भएन, तर कुराकानी मिलेर समाधान हुनुको साटो उल्टै बिग्रियो। हाम्रो चर्काचर्की पर्छ, किनकि उनले मसँग कुरा लुकाउँछन्, राम्रोसँग बोल्दैनन्। म ऊमाथि झन् रिस पोख्छु। यसैले पनि होला शम्भुले पहिलो पटक मसँग नराम्रो व्यवहार गर्छन्। कुराको चर्काचर्कीमा उसले मलाई रिसले गालामा थप्पड पनि हान्छन्। त्यो क्षण मेरो मन भित्रैबाट चिरिन्छ। म सोचिरहन्छु, यदि मैले उनलाई गलत बुझेकी थिएँ भने पनि उनले मलाई प्रेमले सम्झाउन सक्थ्यो। अलिकति समय दिएर धैर्य गरेर मेरो मनको शङ्का हटाउन सक्थेँ म। त्यो दिनपछि मनमा एउटा खालीपन बस्न थाल्यो। कहिलेकाहीँ लाग्छ उनको म प्रतिको प्रेम पहिले जस्तो छैन। म चुपचाप आफ्नो पेटभित्र बढिरहेको सानो जीवनलाई स्पर्श गर्दै सोच्छु, सायद यही सानो आशाले मलाई फेरि बदल्छ। हाम्रो झगडा भएपछि बोलचाल हुँदैन। हाम्रा दिनहरू मौनतामै बितेका थिए। एक दिन उनले आफ्नो मोबाइल ओछ्यानमै छोडेर बाहिर गएको देख्छु। त्यही बेलामा उनको मोबाइलमा मेसेज आएको थियो। उसको मोबाइलको लक मलाई पहिल्यै थाहा थियो। मस्त प्रेम जमिरहँदा मलाई उसको मोबाइलको लक थाहा छ भन्ने कुरा उनले बिर्सेका रहेछन्। लक खुल्यो र मोबाइलको व्हाट्सएपमा मैले जे देखेँ मलाई साह्रै चित्त दुख्यो। क्यामेराको स्क्रिनमा मात्रै सीमित रहेको सम्बन्ध मोबाइलसम्म आएको रहेछ। सामान्य बोलचाल भएको भए कलाकारमा जोडिने साथीको नाता सम्झेर चित्त बुझाउँथे होला, तर उनीहरूको मेसेज देख्दा यस्तो लाग्छ भित्रभित्र उनीहरू प्रेम सम्बन्धमा रहेका छन्। त्यो केटीले मेरो श्रीमानलाई बुढो, बेबी, डार्लिङ, चुप्पा, आई लभ यु, मिस यु यस्ता मेसेजमा नखुल्ने तरिकाले प्रेम देखाइरहेकी माने मैले। मेरो श्रीमानको रिप्लाई उस्तै प्रेमिल थियो। यो सब देखिसकेपछि मेरो शङ्का बढ्न थाल्यो। मैले पुरानो मेसेज हेर्न मेसेज पेज स्क्रोल डाउन गर्दै पढ्न थालेँ। ती मेसेजहरूले मलाई स्पष्ट गराउँछ कि मेरो श्रीमानले मलाई माया गर्न छोडेर अरू कसैलाई माया गरिरहेका रहेछन्। त्यति मात्र होइन, उनले म जस्तो मान्छेलाई सिर्फ आफ्नो करियर चर्चामा ल्याउन मात्रै विवाह गरेको बताएका रहेछन्। ती शब्दहरूले मेरो मन चिराचिरा भएर धरती भाँसिए जस्तै भाँसिन्छ। मेरो श्रीमानले पहिले मलाई फकाउन जुन खाइलाग्दो ज्यान भनेका थिए, त्यो ज्यानलाई भद्दा ज्यानको नाम दिएका थिए। मलाई र त्यो केटीलाई हिरा र किरासँग तुलना गरे जस्तै कुरा गरेका रहेछन् उनले। सम्पूर्ण मेसेज बुझ्ने हो भने मेरो श्रीमानले मलाई मन नपराएर आफ्नो स्वार्थको लागि बिहे गरेको भन्ने कुरा स्पष्ट थियो। म स्पष्ट भएँ। मेरो श्रीमानले मलाई कहिले पनि आफ्नो नागरिकता देखाएका थिएनन्। म कारण बुझ्दै थिएँ, तर यो मेसेज हेरिसकेपछि थाहा पाउँछु कि उनी मभन्दा 4-5 वर्षले कान्छा रहेछन्। उनलाई जेठी केटी बिहे गरेको कति पनि चित्त नबुझेको उनले बताएका रहेछन् त्यहाँ मेसेजमा। पहिले त्यस केटीलाई नचिनेको भएर मलाई बिहे गरेको त्यस्तो कारण बताइरहेका थिए उनले। यी सब कुराले मेरो आँखाबाट आँसुको धारा छुटेको मैले तब थाहा पाएँ जब मेसेज पढ्न मैले सकिनँ। आँखाहरू धमिलो हुँदै गए। आँखाका आँसु पुछेर बाँकी मेसेज पढ्न लागेको हुन्छु, ढोका खुल्छ। मैले हतारमा मोबाइल जहाँको त्यहीँ राखेर आँसु पुस्छु। उनले मलाई शङ्काले हेर्दै मोबाइल हातमा लिन्छन्। मैले मेसेज पढेको थाहा पाउँछन्। उताबाट पठाएका 2-4 वटा मेसेज सिन थिए।
रिप्लाई यताबाट थिएन। म चुप बसेर रुँदा पनि वास्तै नगरिकन मोबाइलमा औँलाले केही टाइप गरे जस्तो गर्छन्। मलाई विश्वास हुन्छ कि उनले त्यो मोबाइल चलाएको पासपोर्ट फेर्न हो। म 6 महिनाको गर्भवती थिएँ। उनले यो बेला बढी स्याहार सुसार गर्नुको सट्टा मलाई मानसिक तनाव दिएका थिए। मलाई यति बेला आफ्नो चेत खुले चाहिँ हुन्छ कि मेरो मनले बारम्बार सचेत गर्दा पनि किन अनावश्यक सोच भनेर व्यवस्था गरेँ, जबकि प्रत्येक केटाहरूले मलाई हेर्न आउने, मलाई मन पराउनेहरूले बिना हिचकिचाहट जे हो त्यही बोलेर गएको वास्तविकता मसँग थियो त। हाम्रो विवाह अगाडि उनले बोलेका मेसेजका कुराहरू अझै पनि मसँग थिए। म ती शब्दहरू सम्झेर रुन्छु। रात परिसकेको थियो। रातसम्म रोएपछि उनले आएर भन्छन्, म तिम्रै साथमा छु, किन मेसेजका कुरालाई लिएर चित्त दुखाए कि? अब यत्तिकै बोल्दै गयो कि कस्तो रहेछ त्यो भनेर। अबदेखि बोल्दिनँ के, धेरै नरुनु, बच्चालाई असर गर्छ। उसको कुराले मलाई यस्तो लाग्छ मैले मेसेज हेरेको थाहा पाएर उता त्यो केटीले शम्भुलाई हप्काएर मलाई यता फकाएको। उसलाई लागेको हुन्छ कि मैले यो कुरा बाहिर लगेँ भने उसको इज्जतमा धक्का लाग्ने निश्चित थियो। वास्तवमा मैले के गर्न सक्थेन। उसले दिएको चोटमा पेटको बच्चालाई बिर्सेर आफूसँगै बच्चालाई पनि अप्ठ्यारो बनाएको महसुस भएपछि म रुन बन्द गर्छु। उसँग बोल्दिनँ। ऊ नबोले पनि रातको खाना पकाउँछ, आफूसँगै मलाई पनि खुवाउँछ, मसामु बस्छ, माया जताउँछ। मेरो मन कागती जस्तो थियो। एकैछिन उसले प्रेमले मलाई निचोर्दा मेरो मन सामान्य भयो। उसको प्रेम मलाई नयाँ जस्तै लाग्यो। म फेरि मक्ख परेर उसको काखमा सुत्न पुगेँ। हामी मिलेको सायद बच्चालाई पनि महसुस भएको थियो होला। बच्चाले बेला बेला लात्ती हान्छ। झगडा पछिको माया निकै मिठो हुने रहेछ, किनकि शम्भुले प्रेम देखाउँछन् जहाँ हाम्रो प्रेम भिडियोसम्म पुग्छ, अर्थात् हामीले गर्भवती भएको गीत मार्फत दर्शकसम्म ल्याउँछौँ। शम्भु, म अनि हाम्रो गर्भमा रहेको बच्चाको सामूहिक भिडियो आउँदा म एकदम खुसी थिएँ। हाम्रो भिडियोको सुटिङ सकिँदा बच्चा 7 महिना पुगेको हुन्छ। हाम्रो लागि अचम्म त के हुन्छ भने हाम्रो बच्चा 7 महिनामा जन्मिने सुरुमा थियो। मलाई श्रीमानले हस्पिटल लान्छन्। 2 दिनको सन्तानोत्पत्तिपछि म एक छोरीको आमा बन्छु। छोरी जन्मेपछि केही लुक्दैन। मिडियाले हाम्रो जोडीलाई चर्चित गायक गायिका शम्भु नेपाल र सावित्री पाठकलाई पुत्री लाभ भनेर एकछिनमा सारा ठाउँमा पुर्याउँछन् समाचार। मेरो छोरी दैवको विधान अनुसार 7 महिनामा जन्मेकी थिइन्, तर प्रायःजसो मान्छेले हामी बीच नराम्रो सोच राख्न भइसकेछन्। उनीहरूले बिहे गरेको 7 महिना बच्चा कसरी हुन्छ, यो पक्कै विवाह अगाडि यौन सम्पर्क गरेर भएको हो भन्दै चरित्रमा शङ्का गर्छन्। मान्छेहरूले कुरा काट्न बाहेक अरू के नै जानेका हुन्छन् र भनेर मैले त्यस्ता नचाहिँदा आरोपहरूलाई मनमा लिन्न। म आफ्नो सकारात्मक चर्चामा बोल्छु। जसरी अहिले मेरो नामबाट छोरीको जन्म भएको समाचार फैलिएको थियो, त्यसरी नै एक दिन छोरीको नामबाट मेरो मृत्यु भएको खबर फैलियोस् भन्ने चाहना यो मनमा पनि राख्छु म त्यसै बेला। एउटी नारी छोरीबाट श्रीमती, श्रीमतीबाट आमा बनिसकेपछि अरू चाहना के हुन्थ्यो र? मैले छोरी जन्मेको दिनदेखि जे जस्तो सक्छु छोरीको लागि बाँच्छु भनेर आफैमा कसम खान्छु। केही दिनपछि मेरो हस्पिटलको बसाइ पनि सकियो। छोरीसहित म घर फर्किएँ। जीवनमा आमा बनेको अध्याय सुरु भएको थियो। त्यसैले केही समयका लागि म गीत सङ्गीतबाट टाढा बस्ने निर्णय गर्छु। छोरी नहुर्कुन्जेल मेरो समय उसको लागि खर्चिने सोचेकी हुन्छु मैले। दिनहरू छोरीको सानो मुस्कान, उसको न्यानो काखमा बितेको हुन्छ। यो आनन्दित समयभित्र कतै एउटा खालीपन भने लुकेको थियो, लुकिरहेको थियो। र बिस्तारै महसुस हुन थाल्यो शम्भु पहिले जस्तो फेरि रहेनन्। उहाँको नजर, उहाँको बोली, उहाँको स्पर्श सबैमा दूरी बढ्दै गएको जस्तो लाग्थ्यो। एउटा शरीरबाट अर्को जीवन निकाल्दा आउने पीडा शब्दले बयान गर्न गाह्रो हुन्छ। त्यो क्षणमा आमा बन्ने खुसी
र शरीर जातिएको पीडा त्यो दुवै सँगसँगै हुन्छन्। यस्तो पीडा सायद धेरै पुरुषहरूले बुझ्न सक्दैनन्। मेरो लागि शम्भु पनि त्यही नबुझ्ने पुरुषमध्ये एकजना बनेको जस्तो लाग्यो। सुत्केरी भएपछि शरीर पहिले जस्तो हुँदैन रहेछ। राम्रा लुगा लगाएर सजिएर बस्ने समय र अवस्था दुवै पनि हुँदैन। तेलले लतपतिएको शरीर, तेलले भिजेको कपाल, झुत्रा जस्ता लाग्ने लुगा, यी सबैसँग सुत्केरीको गन्ध परैबाट आउँथ्यो। कहिलेकाहीँ लाग्थ्यो मेरो यो अवस्था शम्भुलाई मन पर्दैन। उहाँलाई मेरो शरीर गनाउँथ्यो। म नजिक पर्दा उनी टाढा जान्थे। यी साना साना व्यवहारले मनभित्र गहिरो चोट दिन्थ्यो। घरमा मेरी सासूले छोरीलाई सेकपात गरिदिनुहुन्थ्यो, तर मलाई स्याहार गर्ने हात भने कहिले भेटिएन। 7 महिनामै जन्मिएको त्यो नाजुक जीवनलाई बचाउन डाक्टरहरूले मेरो शरीरका 7 तह काटेर बच्चा बाहिर निकालेका थिए। अपरेसनको घाउ दुख्दा कहिलेकाहीँ लाग्थ्यो मेरो शरीर साँच्चै थोत्रो बोरा जस्तै भएको छ। हरेक साससँग घाउ तन्किन्थ्यो, हरेक चालसँग पीडा बढ्थ्यो। रातमा सबै सुत्छन्, म भने छोरीलाई काखमा च्यापेर चुपचाप बसिरहन्छु। उसको न्यानो सासले मेरो छाती तताउँछ, तर मनभित्रको एक्लोपनले मन चिसो हुन्छ, शरीर दुख्छ। कहिलेकाहीँ आँखाबाट आँसु आफै बग्न पनि थाल्छ। ती क्षणमा मलाई माइतीको असाध्यै याद आउँछ। मन बारम्बार एउटै कुरा भन्छ, कहिले 3 महिना बित्ला, कहिले माइती गएर केही दिन आमाको काखमा टाउको राखेर बस्न पाइएला। सायद संसारको सबैभन्दा गहिरो थकान पनि आफ्नै आमाको मायाले मात्र निको पार्न सक्छ। समयको नदी चुपचाप बगिरहन्छ र त्यो सँगसँगै जसोतसो 3 महिना पनि बित्छ। सबैभन्दा कठिन दिनहरू पार गरेपछि शरीरमा एक किसिमको हलुकापन फैलिन्छ, तर त्यो हलुकापन केवल तनसम्म सीमित हुन्छ। मनभित्र भने अझै अनकाहा बोझहरू थुप्रिएर बसेका हुन्छन्। मेरा श्रीमानले छोरीको पास्नी हुने समयसम्म माइतीमै बसे हुन्छ भन्ने जस्ता कुरा गर्नुहुन्छ। म पनि माइतीलाई सधैँदेखि मनको सबैभन्दा नजिकको घर ठान्ने मान्छे हुँ। त्यसैले नानीलाई छातीमा च्यापेर माइती जाने बेला म भित्र एकछिनका लागि चरी चाहिँ हलुका पखेटा पलाउँछन्। माइती पुगेको केही दिनसम्म जीवन साँच्चैकै मधुर लाग्छ। आँगनमा पुराना सम्झनाहरूको सुगन्ध हुन्छ, आमाको माया हुन्छ, बाबाको न्यानो नजर हुन्छ। ती केही दिनहरूमा लाग्छ सायद जीवन अझै पनि सुन्दर छ। बिस्तारै अघि बढ्दै जाँदा मन फेरि अज्ञात उदासीले भरिन थाल्छ। खुसी कहिलेकाहीँ अतिथि जस्तो आउँछ, केही बेर बस्छ अनि चुपचाप फर्केर जान्छ। पहिले पहिले मलाई लाग्थ्यो बिहे गर्न नपाउनु नै जीवनको सबैभन्दा ठुलो समस्या हो। यदि त्यो एउटा समस्या समाधान भयो भने जीवनमा बाँकी कुरा सबै सहज हुन्छ, सुख नै सुखको बाटो खुल्छ। आज यही क्षणमा उभिएर हेर्दा थाहा पाउँछु बिहे जीवनको अन्तिम समाधान होइन रहेछ, बरु कहिलेकाहीँ नयाँ समस्याको सुरुवात मात्र हुँदो रहेछ। बिहेपछि मेरो आँखामा हजारौँ अनपेक्षित समस्याहरू एकैचोटि देखिन थाल्छन्। कहिलेकाहीँ मनले थकित स्वरमा भन्छ, यदि सम्भव भए म बिहे गरेको त्यो मोडबाट फर्किन चाहन्छु। फेरि एकपटक त्यो पुरानो बाटो समात्न चाहन्छु जहाँ म एक्लै थिएँ तर स्वतन्त्र थिएँ। एक्लोपन कहिलेकाहीँ पीडा हुन्छ, तर त्यो पीडा आफ्नै हुन्छ, अरूको नियतसँग बाँधिएको हुँदैन। मेरो एक्लो जीवन त सायद पैसाले धानिन्थ्यो। 2 छाक र सानो संसारका लागि धेरै चाहिँदैन पनि थियो। अहिले मेरी छोरी छ, मेरो सास, म केवल उसको लागि पैसाको लागि मात्रै होइन, माया, सुरक्षा र भविष्यका सपनाको लागि पनि चाहिन्छ। मैले धेरै कुरा गुमाइसकेकी छु, गुमाउन सिकेकी पनि छु, सहनु पनि बानी जस्तै बनिसकेको छ। जब छोरीतिर हेर्छु मनभित्र एउटा डर उम्रिन्छ, के उसले पनि यस्तै सहनु पर्ने हो? के उसको सानो संसारमा पनि यस्तै चिन्ताहरू आउने हुन्? माइतीमा बस्दा आमा बुवाले कहिलेकाहीँ सोध्नुहुन्छ, आफैले रोजेको केटा हो, तिमीलाई माया त राम्रै गर्छन् होला नि? त्यो प्रश्न सुन्दा मेरो मुटु एकछिन चुप लागेर बस्छ। ओठमा भने सजिलै एउटा देखावटी मुस्कान आउँछ अनि म छुटो स्वरले भन्छु, राम्रै गर्नुहुन्छ। त्यो एउटा वाक्य बोल्नु जति सजिलो देखिन्छ त्यसभित्र लुकेका सयौं सत्यहरू स्वीकार गर्न त्यति नै गाह्रो हुन्छ। छोरी दिनदिनै बढ्दै जान्छे,
उसको हाँसो फुल जस्तै फक्रिरहेको हुन्छ। तर मेरो मनभित्र भने चिन्ताका काँडाहरू उम्रिरहेका हुन्छन्। अहिले यस्तो लाग्छ म आफ्नो लागि भन्दा पनि छोरीको भविष्यका लागि बढी डराउँछु। मनमा जब पीरका बादलहरू जम्न थाल्छ तब खुसीका घामहरू पनि ओझेल पर्छन्। चिन्ताले बिस्तारै शरीरलाई पनि कब्जा गर्छन्। म सुत्केरी अवस्थामा मोटो बन्दै जान्छु। गाउँका मान्छेहरू भन्छन् ज्वाइँको माया र वैवाहिक सुखले मोटाएकी हो। मेरो कानमा ती शब्दहरू फुल जस्तो बनेर होइन काँडा जस्तो बनेर घोचिन्छन्। कसैले देख्दैनन् हरेक वाक्यले मेरो मनको भित्तामा कति चोट बनाइरहेको छ। शरीर मोटो हुँदै जानु, मेरो जीवनमा चिन्ता थुप्रिँदै जानु महसुस गर्छु। बाहिरबाट त म सामान्य देखिन्छु, तर भित्र कतै चुपचाप भत्किरहेको हुन्छु। बहिनीहरूले मलाई फोन गर्दाखेरि भन्छन्, दिदी मेरो बुढाले आज यस्तो ल्याइदिनु भयो, मेरो बुढाले आज मलाई यस्तो ठाउँमा घुमाउन लैजानु भयो, दिदी मलाई बुढाले यस्तो गर्नुहुन्छ उस्तो गर्नुहुन्छ। उनीहरूको सुखका कुरा सुनेर पनि देखावटी मुस्कानसहित आफ्नो बुढाको ढाकछोप गरेर बहिनीहरूको अगाडि आफ्नो दुःख लुकाउँछु म। मेरो मन भने भित्रभित्र उनीहरूको श्रीमानले बहिनीहरूलाई माया गरेको देखेर भक्कानिएर रुन्छ। मेरा बहिनीहरूले एक पैसा पनि कमाउँदैनन्, तर उनीहरूका श्रीमानले बहिनीहरूलाई रानी जस्तै बनाएर राखेका थिए। मेरा बहिनीहरू कति भाग्यमानी, तर म भने कति अभागी। आफै कमाउँछु, आफै घर धानेकी छु, र पनि मैले श्रीमानको परिवारबाट सधैँ घृणा बोकिरहेकी छु। मलाई अत्यन्त गाह्रो हुन्छ, तर कसैलाई भन्न पनि सक्दिनँ। मलाई खप्न गाह्रो भएपछि अन्ततः म भाइलाई भन्छु, भाइ मेरो जिन्दगी सोचेको भन्दा धेरै फरक छ। यदि म चिन्ताले चितामा पुगेछु भने तिमीले भान्जीलाई माया गरेर उसको खुट्टामा उभिने बनाउनु है। भाइले यो वाक्य सुनेपछि मेरो जिन्दगीभित्रको कहानी सबै सुन्न खोज्छ। मैले पनि उसलाई सबै सुनाउँछु। अन्ततः उसले मलाई एउटा सानो सल्लाह दिन्छ, दिदी बुवा आमालाई भन्नुहोस् उहाँहरूले एकपल्ट भिनाजुलाई सम्झाउन सक्नुहुनेछ। तर भाइको सल्लाह म मान्न सक्दिनँ, किनकि म जान्दछु मेरा शब्दहरू सुन्दा बुवा आमाको मन अझ भारी हुनेछ। त्यसैले म आफ्नो पीडालाई आफैसँग राखेर बाँच्न सिकिरहेकी हुन्छु। कहिलेकाहीँ म आफैसँग प्रश्न गर्छु, मेरो रोजाइले मलाई किन यस्तो मोडमा ल्यायो? यदि मैले आमाको रोजाइमा बिहे गरेकी भए सायद आज गुनासो गर्ने ठाउँ हुन्थ्यो। आज आफ्नै रोजाइको कारण म कसैलाई दोष दिन पनि सक्दिनँ, कसैसँग गुनासो गर्न पनि सक्दिनँ, मन बहलाउन पनि सक्दिनँ। मैले चुपचाप सहनु बाहेक अरू कुनै विकल्प भेट्दिनँ यो समयमा, र म चुपचाप सहेर अगाडि बढ्ने प्रयास गर्छु। यो समय छ नि, कसैको पीडामा पनि रोकिन्न। दिनहरू आफ्नै गतिमा बगिने रहन्छन् र मेरी छोरीको पास्नी नजिकै आउँछ। पास्नी हुनु एक हप्ता अगाडि म काठमाडौँको घर फर्किन्छु। मनमा कुनै पनि विशेष खुसी हुँदैन। म त केवल छोरीको लागि बाँचिरहेकी हुन्छु। त्यसैले पास्नी पनि सामान्य तरिकाले गरौँ भन्ने मेरो मनसाय हुन्छ। घरका सासू आमाजू र नन्दहरूले धुमधामको रहर गर्नुहुन्छ। त्यो उत्साह छोरीको लागि भन्दा पनि उनीहरूको लागि हुन्छ। उनीहरू भन्छन् पास्नीमा हामी सबैलाई उपहार दिनुपर्छ, 2 तोलाको तिलरी सिक्री। म चुप लागेर बस्छु, किनकि बिहेको बेलामा नै सक्दो दिएकी थिएँ। अहिले फेरि दिन सक्ने अवस्था मसँग थिएन पनि। म आफ्नो श्रीमानसँग कुरा राख्छु। मनको कुनामा सानो आशा हुन्छ, सायद उनले मेरो पक्ष बुझ्लान्, तर त्यो आशा पनि धेरै बेर टिक्दैन। उनी उल्टे भन्छन् मलाई पनि एउटा औँठी बनाइदिनुपर्छ है, र त्यहीँबाट झगडाको सुरुवात हुन्छ। मेरो आवाज सुन्ने कोही पनि हुँदैनन्, बरु मलाई नै परिवारको कुरा नमानेको भनेर गाली गरिन्छ। कहिलेकाहीँ त गाली मात्रै होइन, हात समेत उठ्छ। शब्दहरू यति तिखा हुन्छन् कि लाग्छ चक्कुको धारले मन चिर्दैछ। उनीहरू भन्छन् तैँले कमाएको पैसा हाम्रो नाममा राखिदिनुपर्छ, अनि बल्ल तँलाई यहाँ बास दिन्छौँ, नत्र किन राख्ने, जबकि त मेरो छोराको निम्ति सुहाउने नै छैनस्। श्रीमानसँग जोडी सुहाएन, त्यो सुन्दा मेरो आत्मा नै सानो हुँदै जान्छ।
श्रीमान भन्छन् कि टन्न पैसा चाहियो कि त डिभोर्स दिए हुन्छ, रात दिन किन यसरी झगडा गरेर सँगै बस्नु। र उनले निडरताको साथमा सबै कुरा भन्छन् कि त्यो केटीसँग उनको प्रेम रहँदै आएको छ। उनले त्यस केटीलाई आफ्नो जीवनसाथी मानेका छन्। म प्रति उनको कुनै पनि प्रेम बाँकी छैन। सायद उनीहरूलाई लागेछ उनीहरूको प्रेम बलियो भइसकेको थियो, ताकि मैले यसको विरोधमा खडा भए पनि केही पनि नापिँदैन, मैले केही पनि नाप्न सक्दिनँ, यही लागेछ। यी सबै किचलोहरूको बिचमा मेरी छोरीको बास्नी हुन्छ। बाहिरबाट हेर्दा त्यो कार्यक्रम कलाकारको एक महत्त्वपूर्ण कार्य भव्य र रमाइलो देखिन्छ। मानिसहरू हाँसिरहेका हुन्छन्, फोटो खिचिरहेका हुन्छन्, सङ्गीत बजिरहेको हुन्छ। त्यो रमाइलोको बिचमा म भने चुपचाप उभिएकी हुन्छु। संसारलाई त्यो दिन एउटा खुसीको उत्सव जस्तो देखिन्छ, तर मेरो मनभित्र भने त्यही पास्नीले गहिरो एकान्तको घाउ बनाइरहेको हुन्छ। पास्नी भइसकेपछि, छोरी पाइसकेपछि छुट्टिएर बस्नु बच्चाको भविष्यमा धक्का पुग्ने कुरा मैले सम्झाउँछु। श्रीमानको चित्त बुझाउन, सुत्केरी ज्यान राम्रोसँग नउम्किकन ज्यान सुहाउँदो बनाउन योग, व्यायाम जे आवश्यक पर्छ त्यस्तो गर्दै जान्छु। छोरीले बेबी फुड खाने भएपछि म काममा जान्छु। आफ्नो निरन्तर दोहोरी साँझमा गएर राति फर्किनु मेरो बाध्यता हुन्छ। तर पहिले बुझ्ने श्रीमानले मलाई आफ्नो जीवनबाट पन्छाउनको लागि त्यही बाध्यतालाई बहानाको न्यु बनाएर मलाई अरूसँग लागेको भन्दै झगडा गर्न सुरु गर्छन्। मानसिक तनाव, शरीरको आराम यो नहुँदा म एक दिन मृत्यु तुल्य भएर बिरामी हुन्छु। म एक्लो भएको भए ज्यान गए झन् खुसी हुन्थेँ, तर मेरो साथमा नाबालिग छोरी थिए। उसलाई अहिले टोरी बनाएर मर्न पनि म सकिनँ। त्यसैले जसोतसो खर्च गरेर करिब 3 महिनापछि म बिरामीबाट उठ्छु। मेरो श्रीमानले मलाई कहिले पनि बुझ्ने प्रयासै गर्दैनन्। रात दिन डिभोर्सको माग आइरहन्छ। म यसो सोच्छु, लोग्ने मान्छे त कुनै केटीले प्रेम लीला देखाएपछि जो भए पनि पछि पर्थे नै, तर छोरी मान्छेले बुझ्नुपर्ने हो कि कसैको श्रीमानको पछि लाग्दा उसको श्रीमती र छोरीको बिचल्ली हुन्छ। यो भन्ने कुरा छोरी मान्छेले त बुझ्नुपर्ने हो नि। यस्ता कुराहरू मैले श्रीमानलाई जति सुनाए पनि मनै गलत हुन्थे। आफूले कमाएको पैसा श्रीमानले खै कता राख्थे कुन्नी। मेरो कमाइले घर धन्दा पनि धान्नु पर्ने अनि उल्टे श्रीमानलाई पनि पैसा उनको नाममा राखिदिनु पर्ने न्युमा सधैँ झगडा हुन्छ। उनले मलाई मन नपराएर उनको जीवनबाट निकाल्ने बहाना यिनै सब त थिए। यो सब बहाना नै त थियो। यो बहाना हो भन्ने कुरा मैले राम्रोसँग बुझेकी थिएँ। र यस्ता कुराहरूमा मैले आवाज उठाउँदा घरभित्र नारी हिंसा कति भोगे त्यो मलाई बाहेक अरू कसलाई थाहा छ र। यता यातना भोग्दै गर्दा उता छोरीको पहिलो जन्मदिन आउँछ। मैले नचाहे पनि श्रीमानले छोरीको जन्मदिन मिडियासम्म ल्याउँछन्। मिडियामा कता कता हामी बिच नराम्रो खबर फैलिएको त्यो भ्रम हो भन्ने कुरा बताउँछन्। तर घरभित्र भने दिनदिनै अशान्ति फैलिँदै जान्छ र अन्तिममा मैले हार्छु। हाम्री छोरी त्यस्तै 15 महिनाको हुँदा काठमाडौँ जिल्ला अदालत हाम्रो डिभोर्स गर्ने ठाउँ हुन्छ। अदालतले छोरी 5 वर्ष मुनिको भएकोले स्याहार सुसारको जिम्मा आमालाई दिन्छ अनि छोरीको खर्चको जिम्मा बुवालाई दिन्छ। अदालतले हामी दुईको बिचमा जे भए पनि छोरीलाई बाबा आमाको अभाव नहुने र मानसिक तनाव नदिने फैसलामा हाम्रो सम्बन्ध विच्छेद गरिदिन्छ। उनीसँगको सम्बन्ध विच्छेद भएपछि जिउभरि रोपिएको काँडो फाले जस्तै हुन्छ, तर काँडाले बनाएको घाउ ताजा छन् भन्ने महसुस हुन्छ। म मेरी छोरीलाई लिएर एउटा छुट्टै कोठा लिएर बस्न थाल्छु। र यो सबै घटना हुँदाखेरि बुवा आमालाई यसै पनि थाहा भएको हुन्छ। केही दिन उहाँहरूले मेरो चिन्ता पनि गर्नुहुन्छ, तर मेरो भाग्यको नियति नै यस्तै रहेछ भनेर उहाँहरूलाई सम्झाउँछु म। बहिनीहरूले हामीलाई दुःख सुनाएको भए सम्झाइ बुझाइ गर्थ्यौँ भनेर सुझाव दिन्छन्। मेरो मनले भन्थ्यो सबै कुरा शब्दले भनेर समाधान हुने भए मेरो श्रीमानले बुझ्थे। सम्बन्ध टिक्न शब्द होइन मन चाहिन्छ। जब एउटा केटा बाहिरको तरुणी केटीसँग पल्किन्छन्, घरकीले टाउकै काटेर दिए पनि केही हुनेवाला थिएन। यदि मैले पैसा सम्पत्ति दिएर सम्बन्ध रहने भए मैले सम्पत्ति पनि उनकै नाममा गरिदिन्थेँ।
हाम्रो जीवन पूर्ण रूपमा अलग भएर बस्न पाउने मोडमा कहिले पुगेन। जीवनले कहिलेकाहीँ यस्तो गाँठो बाँधिदिन्छ जहाँ अलग भएर हिँड्न खोजे पनि बाटो फेरि उहीँ फर्केर आउँछ। हाम्रो बिच पनि त्यस्तै एउटा नदेखिने डोरी थियो। त्यो थियो 1.5 वर्षकी सानी छोरी। त्यो सानो मुटु हाम्रो बिचको अन्तिम पुल थियो, जसले हामीलाई एकअर्काबाट टाढा राख्न खोजे पनि पूर्ण रूपमा छुट्टिन कहिले दिएन। हामी दुईजनाको सम्बन्ध समयको आँधीले टुटेको थियो, तर हाम्रो बिचको जिम्मेवारी भने अझै जीवित थियो। हामी अलग अलग घरमा बस्थ्यौँ, फरक फरक जीवन जिउँथ्यौँ, तर छोरीको कारण हामीलाई एकअर्काको अनुहार हेर्ने पर्ने बाध्यता थियो। उनी बेला बेला फोन गर्थे र भिडियो कल मार्फत छोरीसँग कुरा गर्थे। मोबाइलको सानो पर्दामा आफ्नो अनुहार देखाउँदै उनी छोरीलाई माया गर्ने कोसिस गर्थे। बाबा यहाँ छ, उनी भन्थे। बाबालाई चिन्यौ? छोरी हाँस्दै फोनतिर हात बढाउँथे। पर्दा समात्न खोज्थे, तर त्यो पर्दा काँचको थियो, जहाँ बाबाको अनुहार देखिन्थ्यो तर बाबाको काख भेटिँदैन थियो। म त्यो दृश्य हेर्दै भित्रभित्रै सोच्थेँ, उनी मेरी छोरीका लागि रातमा लाग्ने जुन जस्तै बाबा हुन्। जुनको प्रकाश आकाशबाट धरतीतिर झर्छ, संसारलाई उज्यालो पार्छ, तर त्यो उज्यालो कहिले धरतीको काखमा बस्न सक्दैन। त्यस्तै उनी पनि थिए, मायाको प्रकाश पठाउने, तर त्यो माया छोरीको जीवनमा पूर्ण रूपमा पुग्न नसक्ने हुन्थ्यो। कहिलेकाहीँ उनी छोरीलाई भेट्न मेरो रुमसम्म पनि आउँछन्, तर 1-2 घन्टाको त्यो मिलनले छोरीको मायाको तृष्णा पूर्ण रूपमा मेटिँदैन थियो। कहिलेकाहीँ त छोरीले दिउँसो पनि बाबाको त्यो पर्दाको मायालाई व्यवस्था गरिदिन्छे, तर रातमा बाउ खोज्छे, किनकि बच्चाको मन हामीले चलाए अनुसार कहाँ चल्छ र। उसलाई मैले साँचो माया गरेकी थिएँ, साँच्चै नै साँचो माया। त्यसैले ऊ मबाट असन्तुष्ट हुने बित्तिकै मैले उसलाई स्वतन्त्र हुन दिएको। अर्कैसँग खुसी भएको मान्छेलाई मैले बच्चाको न्युमा बोलाएर दुःख दिन मेरो मन मान्दैन थियो। मेरो मनको पीडा पोख्ने ठाउँ भनेकै मेरो लागि गीत सङ्गीत हुन्छ। मेरो आफ्नै भाइ मसँगै गीत गाउने भइसकेको थियो। मेरो मनको भाव उसैसँग गीत मार्फत पोख्छु। सायद साँचो पीडाले अरूको मन छुने रहेछ। मेरो आफ्नै पीडाले पनि दर्शकहरूको मन छोएर म प्रतिको चासो बढेको छ। कलाकार भइसकेपछि जतिसुकै जीवन लुकाउन चाहे पनि लुक्दैन रहेछ। म आफ्नो एक्लो आमाको रूपमा जीवन बिताएको मिडिया मार्फत अलिअलि गर्दै बाहिर खुल्छ। मिडियाहरूलाई हाम्रो सम्बन्ध किन टुट्यो भन्ने कथा चाहिएको छ, खुराक चाहिएको छ। म धेरै दिन मौन बसिरहेँ, किनकि मौनता कहिलेकाहीँ सबैभन्दा ठुलो समाधान हुन्छ। र म मौन बसेको हुनाले सोही प्रश्न उता श्रीमानलाई पनि सोधिन्छ। उनीहरूले आफ्नो सम्बन्धबारे खुलेर बताउँदैनन् र मिडियाले शङ्कामा लिन्छ। मिडियाले नै श्रीमानहरूसँग लागेको हुनाले गायिका सावित्रीले दिइन् छोडपत्र भनेर हल्ला फिजाउँछ। जुन कुरा मिडिया आफैले तताएको थियो, मैले केही पनि गरेको थिइनँ, उता श्रीमानले त्यो हल्लाको आरोप चाहिँ मलाई लगाइदिन्छन्। ममाथि उनको तर्फबाट एउटा कलाकार भएर अर्को कलाकारको पर्दाको जीवनलाई लिएर शङ्का गरेको आरोप मिडियामा बताउँछन् र सम्बन्धमा खल्लोपन सुरु भएपछि सम्झौतामा सम्बन्ध विच्छेद भएको पनि बताउँछन्। मिडियाले फेरि मेरो साँगुरो सोचको आरोपमा अनेक समाचार बनाउँछन्। जब झुटा आरोपहरू पोखिन्छ, मेरो चरित्रमाथि चोट पुर्याउन थाल्छन्, म चुप लागेर बस्न सक्दिनँ। अन्ततः मैले भनिदिएँ, मैले खुलाउन बाध्य भएँ। सुरुदेखि अन्त्यसम्मकै कहानी हाम्रो सम्बन्धको बारेमा मैले खुलाउन बाध्य भएँ। मैले भने, यो समाजका केही पुरुषहरू नारी गर्भवती भएपछि अन्त लाग्छन्, तर घरकालाई पनि र बाहिरकालाई पनि जोगाइराख्छु भनेर कमर कस्छन् र यो कुरा घरकी महिलाले सहन सक्दैनन्। र त्यसैमाथि हाम्रो बेमेल हुनुका कारणहरू अरू पनि धेरै थिए। यही भनेर मैले आफ्नो सम्बन्धको बारेमा सुरुदेखि अन्त्यसम्म खुलाइदिएँ। बाध्य भएँ म खुलाउन। मिडियाले अनेक समाचार दुई तर्फबाट बनाइरहेको थियो। प्राय दर्शकहरूले मेरो दुःख, मेरो सत्यता पत्याइदिन्छन्। उमाथि अनेक गालीको वर्षा हुन थाल्यो। धेरै मानिसहरूले उसलाई स्वार्थी पुरुष भनेर भन्न थाले। कतिले उसको कुरा पत्याएर मलाई पनि नराम्रो भनि नै रहेका थिए।
हाम्रो फ्यान फलोवर्सहरू बाँडिएर एकअर्काको पक्ष विपक्षमा खडा भएका हुन्छन् र हामी बिचको दूरी अझै बढ्छ। हाम्रो चोटका कहानी सेलाउनुको सट्टा सम्बन्धमा झन् घिउ थपेर राको बाली दिने तत्त्व मिडिया र दर्शक हुँदै जान्छन्। कहिले पहिलेका मिलेको बेला खिचिएका भिडियो त्यो बेला भाइरल बनाइदिन्छन्, दुईजना मिलेको भनेर हल्ला पनि फिजाइदिन्छन्। कहिले दुईजनाले यस्तो गरे उस्तो गरे भनेर नराम्रो खबर पनि फैलाउँछन्। हाम्रो जीवन जति सकारात्मक ढङ्गबाट चर्चामा आएको थियो सबै उथल पुथल हुन्छ। मैले पनि चाहेको जस्तो चर्चा पाउँदिनँ। उता शम्भु र अर्की केटीको जीवन झन् चर्चामा आउनुभन्दा झन् हराएको देख्दै थिएँ। आफ्नो गीत सङ्गीत क्षेत्रमा गरेर खान मलाई भन्दा उनीहरूलाई गाह्रो भएको थियो। मिडिया कहिले पनि शान्त बस्दैन। हाम्रो व्यक्तिगत जीवन मौन भए पनि मिडियाले सधैँ नयाँ कथा थपिरहन्छ। त्यो सबै देख्दा मलाई एउटै डर लाग्थ्यो। मेरी छोरी ठुली भएपछि कतै उसले समाजबाट सुन्नुपर्छ कि तिम्रा बाबुआमा छुट्टिएका हुन्, यसरी यसरी यही मिडियाका अनेक कुराहरू उसले थाहा पाएपछि के हुन्छ होला, थाहा पाउँछन् कि? त्यो कल्पनाले मेरो मन काम्थ्यो। बच्चाको संसारमा बाबा र आमा नै उसको पहिलो आकाश र पहिलो धरती हुन्छन्। यदि त्यो आकाश र धरती छुट्टिन्छन् भने बच्चाको संसार नै हल्लिन सक्छ। र अदालतले सुनाएको एउटा निर्णयले मलाई अझै पीडा दिइरहन्छ। छोरी 5 वर्ष पुगेपछि उसलाई बाबाको साथमा राख्ने। त्यो पीडा कसरी सहने भनेर म रात दिन सोचिरहेकी हुन्छु। त्यो सोचले खाइरहेको हुन्छ। समयले अचम्मका मोडहरू ल्याउँछ। मैले छोड्ने बित्तिकै उनलाई मन परेको केटी बिहे गर्ने कुरा गर्ने उनी 1.5 वर्ष बितिसक्दा पनि उनले विवाह गरेका थिएनन्। सायद उनीहरू बिच केही खटपट भएको थियो कि खै। म त उसलाई सधैँ माया गर्थेँ। ममाथि गलत हुन थालेपछि मात्रै मैले सत्य उखल्नु परेको थियो र एकपल्ट वास्तविक कहानी मिडियामा भनेपछि उसको बारेमा कहिले कतै नराम्रो भनिनँ। कहिलेकाहीँ कुरा निस्किँदा हाम्रो सम्बन्धको कुरा लिएर मलाई माया गर्ने दर्शकहरूले उसलाई नराम्रो नभनिदिन अनुरोध गरे र उसले पनि मेरो बारेमा नराम्रो भन्न छोडेको हुन्छ। र बिस्तारै हाम्रो सम्बन्ध मिडियाबाट पनि सेलाउँछ। उनले फेरि उस्तै धेरै छोरीलाई माया गर्न थालेका थिए। मलाई थाहा थियो उनले छोरी मेरो पेटमा आएदेखि नै आफूलाई भन्दा धेरै माया गर्छन्। अहिले छोरी पनि ठ्याक्कै बाबा जस्तै छिन्। बिचमा उनले जिम्मेवारी पुरा नगरेर छोरीलाई हेला गरेका होइनन्। त्यो म प्रति रिस पोखेका थिए किनकि मैले नै उनको सबै गोप्य कुरा खोलिदिएको थिएँ। अचेल हामी बिच माया पनि छैन अनि घृणा पनि छैन। तर छोरीमा भने हामी दुवैको प्राण बसेको थियो। छोरी बिस्तारै बढ्दै थिइन्। उसको 5 वर्ष उमेर पुग्दै थियो। अदालतले भने बमोजिम छोरी मबाट छुट्दै थिइन् र म छोरी बिना बाँच्न सक्दिनँ थिएँ। र एक दिन मैले तितो कुरा निलेर मैले छोरीको भविष्यको कुरा उठाएँ। मैले उनलाई सम्झाएँ कि हाम्रो जीवन जे जस्तो भए पनि छोरीलाई अभावमा हुर्काउन हुँदैन। छोरी बाँचुन्जेल उसको जीवनमा आमा पनि चाहिन्छ, बाबा पनि चाहिन्छ। आमाले जीवनको कोमलता सिकाउँछन् भने बाबाले साहस सिकाउँछन्। त्यसैले विगत भुलेर हामी मिल्नुपर्छ र यो मिल्नुपर्ने कुरा साहस गरेर मैले भनेँ। मेरो कुरा सुनेपछि उनी धेरै दिन चुप बसे। मलाई लाग्दै थियो उनले जसो गरे पनि मेरो कुरा मान्दैनन्। समय फेरि बित्यो। छोरी 5 वर्ष पुरा भइन्। हामी अदालत पुग्यौँ। त्यहाँ उभिँदा हामी दुवै एकअर्काको अनुहार हेर्दा हामी दुवै मौन भयौँ। अदालतले फैसला सुनाउन तयार थियो। तर त्यही क्षण उसले अर्को निर्णय गर्छ। हामी छोरीको भविष्यको लागि फेरि मिल्नेछौँ। र ऊ मेरो छेउमा आएर भन्छन्, म अब असल बाबा र असल श्रीमान बन्ने बाचा गर्छु। त्यो वाक्य सुन्दा मेरो आँखामा आँसु आयो। साइन गर्न उठेको उनको हात अचानक मेरो सिउँदोमा पुग्यो। त्यो क्षण हाम्रो टुटेको सम्बन्ध फेरि जोडियो। आज समय धेरै अगाडि बढिसकेको छ। हाम्री छोरी ठुली भइसकेकी छिन्।
हामीले गीत सङ्गीतमा मात्रै जीवन अडाएका थिएनौँ। हाम्री छोरीले चलचित्रमा पाइला लम्काउँदैछिन्। उनको इच्छा रहेको छ एक असल नायिका बन्ने र हामी दुवैले मिलेर छोरीलाई साथ दिन थालेका छौँ। उनी एक दिन नायिका पनि बन्छन् र मञ्चमा उभिएर भन्छन्, आज म जहाँ छु त्यसको श्रेय मेरा बाबा र मम्मीलाई जान्छ। त्यो सुन्दा हाम्रो आँखाबाट आँसु झऱ्यो, तर त्यो आँसु पीडाको होइन, गर्वको थियो। र त्यसै दिनदेखि हामीले महसुस गर्छौँ एउटा बच्चाको सफलतामा बाबा र आमाको माया संसारकै सबैभन्दा ठुलो शक्ति हुन्छ। साँच्चै संसारकै सबैभन्दा ठुलो शक्ति हुन्छ। र लेखिका प्रकृति देवकोटाज्यूले लेख्नु भएको कथा, यो कथा यहीँ सकिएको छ। तपाईँलाई यो कथा कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला र फेरि पनि अर्को कथाको साथमा हामी छिट्टै भेट्नेछौँ। र कथा सकिसकेपछि लेखिकाज्यूले केही लेख्नु भएको छ आफ्नो तर्फबाट, जुन तपाईँको लागि। प्रेम अन्धो हुन्छ। हामीले प्रेमको आँखा उपचार गरेर मात्रै बिहे गर्नुपर्छ। वैवाहिक जीवन यसै जुनीभर टिक्ने नटिक्ने निर्णय लिएर मात्रै विवाह गर्नुपर्छ। यदि नटिक्ने भयो भने हतारमा बच्चाको योजना बनाउनु हुँदैन। किनकि सबैको जीवनमा कथाका पात्रहरूको जस्तै बच्चा पाएपछि बिछोड मिलन नहुन पनि सक्छ। स्वार्थी र कमजोर सम्बन्ध गाँस्दै नगाँसौँ। सबै कुरा बुझेर मात्रै सम्बन्धलाई अगाडि बढाउँ। हतार कहिले पनि नगरौँ। भनिन्छ नि, हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। र अन्ततः यो कथा सकिएको छ। यो धेरै ग्यापपछि कथा आएको छ। होप बिर्सिनु भएको छैन होला। अब हामी फेरि रेगुलर कथा ल्याउने प्रयास गर्नेछौँ। बिचमा केही त्यस्तै कुराहरू आइपरेको हुनाले म हराउनै पर्ने बाध्य भएको थिएँ र फेरि हाम्रो यात्रा सुरु हुनेछ। तपाईँलाई कथा सुनाइ नै रहनेछु। तपाईँले सुनेर प्रतिक्रिया दिन नबिर्सिनु होला। अर्को कथाको साथमा हामी फेरि छिट्टै भेट्नेछौँ। गुमनाम कथाहरूको साथमा रहनुहोला, सुन्दै गर्नुहोला। तपाईँको समय राम्रो बितोस्। नमस्कार।